कोसिस चाहिँ अबको 1 महिनाभित्र बुक चाहिँ निकालौँ भन्ने छ है। नमस्ते नमस्ते 1 2 3 4 नमस्ते नमस्ते। ठिक छ, सुरु गरौँ क्लास। केही छ साथीहरूको सोध्नुपर्ने मलाई? सुनिताजी नमस्ते, हरिश थारूजी नमस्ते, अनिलजी नमस्ते, अनिल रावल होइन, सेवा नै पढ्ने सर भन्नुभएको छ। अब त्यो त अर्को विषय पढाइ हुन्न नि त, पहिला सब्जेक्ट पढ्दै जाउँ होइन। यहाँ त कति छ कति पढ्ने चिज होइन। त्यसपछि तपाईँले पढ्न मात्रै सक्नु पर्यो है। अब नोट हेर्नुहोस् होइन, पढ्दै गर्नुहोस्। अब क्लास त चल्दै गर्छ, तपाईँलाई अब हामीले सबै भ्याएरै छोड्ने हो होइन। यो होइन कि टालटुल पारेर चाहिँ ल भइयो है भन्ने चाहिँ भन्दैनौँ। त्यही भएर समय चाहिँ लाग्छ। अब 1 वर्ष भनेर सायद एडमिसन हुनुभयो होला, समय लाग्छ। 1 वर्ष लगभग लगभग लाग्छ सबै कोर्स सकिनलाई। टु एन्डेड पेपर अहिले नआउने हो सर, त्यसो भए भन्नुभएको छ केडब्ल्युजीले। आउँछ 2ND पेपर आउँछ। यो बुक निक्लिँदा बित्तिकै 2ND पेपर आउँछ। 2ND पेपरमा धेरै समस्या छैन होइन, त्यो निकाल्नलाई पहिला अलरेडी छ। अब हामीले यहाँ भौतिक कक्षामा चाहिँ क्वेसनहरू प्र्याक्टिस गराइरहेको हुन्छौँ, त्यो क्वेसन त्यसैमा हाल्ने हो। त्यसपछि केही नयाँ क्वेसन जस्ट त्यसलाई चाहिँ 15 दिन टाइम भयो भने त्यो नयाँ बुक आइहाल्छ। त्यसमा धेरै ठुलो समस्या छैन लिखितलाई त होइन। मेन चाहिँ यसैलाई सबभन्दा समस्या हुन्छ कि यसमा के हुन्छ भन्दा अब्जेक्टिभमा कुनै एउटा मिस्टेक भयो भने सामान्य चाहिँ अब त्यो अलि एकदमै धेरै रिफ्रेन्सहरू हेर्नुपर्ने हुन्छ। अब लिखितमा धेरै रिफ्रेन्स त्यति हेर्न पर्दैन, त्यसमा अब MCQ जस्तो एकदमै चाहिँ टाउको दुखाइ पर्दैन, किनभने त्यो लेख्ने हो, लेख्ने बेहोरा र त्यसले भन्न खोजेको चिज लेख्ने हो। अलरेडी त्यसमा धेरै कुराहरू त छन् लेखितमा होइन। नयाँ त हुन्छ नै, पुरानो आएको क्वेसनहरू र फेरि नयाँ आउन सक्ने सम्भावित क्वेसनहरूलाई चाहिँ प्र्याक्टिस गर्ने नै हो त्यसमा। ठिक छ, सुरु गरौँ है ल। अब आज हाम्रो तपाईँले देखिराख्नु भएको छ जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 है। देख्नु भएको छ नि सबै साथीहरूले? सेवा चलिरहेको कति भयो भन्नुभएको छ। अब अहिले 5-7 वटा टपिक भयो सेवाको। ल, जीवनाशक विषादी ऐन भन्दा बित्तिकै हामीले अब धेरै भन्नुपर्छ जस्तो लाग्दैन मलाई। संसदले बनाउँछ। संसद पनि यो कसले बनाउँछ? सङ्घीय संसद हो होइन। अब यो सङ्घीय संसदले बनाएको। अर्को अब जस्तै अब प्रदेशहरूले पनि बनाउँछन् है। प्रदेशमा पनि ऐन बनाउँछन्। जस्तै प्रदेशमा ऐन बनाउनको लागि चाहिँ सङ्घीय ऐनले खोलेको हुनुपर्छ। सङ्घीय ऐनले चाहिँ प्रदेशको लागि चाहिँ यहाँ ऐन बनाउने भनेर कोही हामीले देखिन्छ अहिले। त्यसपछि त्यही आधारमा टेकेर प्रदेशले पनि ऐन बनाउँछ, यो जीवनाशक विषादी अथवा बिउ बिजन ऐन सम्बन्धी बनाउँछ है। तर सङ्घले जस्तो सबै चाहिँ अधिकार चाहिँ हुँदैन। अब सङ्घले जे अधिकार दिएको छ प्रदेशले, प्रदेशले त्यही अधिकारभित्र टेकेर चाहिँ यो ऐनहरू बनाउने हो अथवा कार्यविधि निर्देशिका नियमले बनाउने हो। यत्तिकै आफूले मन लागेको जे मन लाग्यो त्यही तरिकाले चाहिँ प्रदेशले कुनै पनि कानुन चाहिँ बनाउनु पाउन्न। र यो अहिले हामी जुन पढ्न गइरहेको छौँ यो चाहिँ हाम्रो सङ्घीय संसदले बनाएको ऐन हो है। कहिले बनायो भन्दाखेरि ऐन 76 मा बनायो र यो तपाईँको 76/5/13 गते चाहिँ के भयो? प्रकाशित भयो। केमा प्रकाशित भयो? राजपत्रमा है। राजपत्रमा प्रकाशित भयो भनेको चाहिँ संसदबाट राष्ट्रपतिकोमा गयो, राष्ट्रपतिबाट त्यसपछि प्रमाणीकरण भइसकेपछि अनि राजपत्रमा प्रकाशित भएको डेट हो। यो कडालीमा 2 चोटि सोधे जस्तो लाग्छ मलाई। कहिले यसरी चाहिँ ऐन बन्यो भनेर सोधेको छ, सङ्घीय संसदले बनाएको भने। यसमा कतिवटा बुदाहरू छन् भन्दा 46 वटा। कहिलेकाहीँ यस्तो पनि सोध्न सक्छ। अनि परिच्छेद 8, परिच्छेद के हो भनेको? परिच्छेद 1 परिभाषा, अनि परिच्छेद 2 जीवनाशक विषादीको पञ्जीकरण, यसरी लेखिएको हुन्छ। तपाईँले यो परिच्छेद बुझ्नको लागि चाहिँ ओरिजिनल डकुमेन्टमा गएर हेर्नुभयो भने त्यो परिच्छेद मुनि एउटा विषय दिएको हुन्छ। अनि यसमा 8 वटा विषयलाई ध्यानमा राखेर चाहिँ यो ऐन बनाइएको छ भन्ने चाहिँ बुझ्नु पर्यो है। अब किन बनाइयो यो ऐन?
जीवनाशक विषादी व्यवस्थापन ऐन बनाउन किन जरुरत पर्यो भन्दाखेरि एउटा त जीवनाशक विषादीको चाहिँ उत्पादन बाहिरबाट ल्याउने, यहाँबाट पठाउने हैन, त्यसपछि प्याकिङ, ओसार पसार, छर्न, यो सबैको लागि चाहिँ ऐन जरुरी भयो। जस्तै अब हाम्रो तपाईहरुको तरकारी फलफुलमा त विषादीहरू परेको हुन्छ, त्यसको लागि चाहिँ बाहिरबाट पनि ल्याइन्छ अनि यही पनि बनाइएको हुन्छ। त्यसको लागि चाहिँ कुनै कानुन त चाहियो नि त, किनभने जथाभावी प्रयोग गर्न सुरु गरियो अथवा जथाभावी उत्पादन गर्न दियो भने त्यसले मानव स्वास्थ्य, जीवजन्तु, बिरुवामा त असर गर्छ। त्यसको लागि चाहिँ कानुन चाहियो भनेको हिसाबले यो कानुन ल्याइएको र यो कानुनको कानुनमा टेकेर जे तपाईको चाहिँ विषादी इम्पोर्ट, एक्सपोर्ट अथवा यहाँ फर्मुलेसन अथवा उत्पादन अथवा छर्ने अथवा प्याकिङ, यो सबै कार्य चाहिँ एउटा नियमभित्र गएर गर्नुपर्छ भनेर चाहिँ गर्नको लागि चाहिँ ल्याइएको है। अब घरेलु विषादी भन्नाले के हो? यो यस्ता परिभाषा हुन्छन्। तपाईँ ऐन पढ्न थाल्नुभयो भने सुरुमा परिभाषा भनेर दिएको हुन्छ, परिभाषा पढ्न सोधिरहेको हुन्छ तपाईँलाई, त्यो परिभाषा पनि पढ्न पर्यो। घरेलु विषादी भन्नाले के भनिन्छ त, के भन्छ यो ऐनले? हामीले भन्ने होइन, ऐनमा भनिएको हुन्छ यस्ता कुराहरू। घरेलु विषादी भनेको कृषक स्तरमा घरायसी तथा व्यापारिक प्रयोजनको लागि चाहिँ वनस्पतिजन्य र गहुँ, दुध लगायतका प्राकृतिक स्रोतबाट तयार पारिएको विषादी। फेरि घरेलु विषादी भनेको घरमा बनाइने विषादी भन्ने मात्रै बुझ्न भएन, व्यापारिक प्रयोजनको लागि पनि बनाइएका विषादी, तर तिनी चाहिँ वनस्पतिजन्य, गहुँ यस्ताबाट चाहिँ बनेको हुन पर्यो भन्ने चाहिँ भन्छ यसले है। अनि अब हामीले पढ्छौँ जीवनाशक विषादी भनेर हैन। जीवनाशक विषादी भनेको के हो त? हेर्नुस् है, जीवनाशक विषादीको परिभाषा दिएको छ यहाँ। एउटा प्राङ्गारिक पनि हुन सक्छ, वनस्पतिक पनि हुन सक्छ, जैविक पनि हुन सक्छ, रासायनिक पनि हुन सक्छ। यही चारवटालाई चाहिँ हामीले के भनिन्छ? जीवनाशक विषादी भनिन्छ। फेरि जीवनाशक विषादी भनेपछि खालि रासायनिक विषादी भन्ने मात्रै हामीले सम्झिने होइन, प्राङ्गारिक पनि हुन्छन्, त्यहाँ वनस्पतिजन्य पनि हुन्छन्, बायोपेस्टिसाइड पनि हुन्छन् अनि केमिकल पेस्टिसाइड पनि हुन्छन् है। तिनीभित्र पनि के छन् यहाँ लेखेको छ। जस्तै तपाईँ फेरोमिन छ, एट्र्याक्टेन्ट छ, रिपिलेन्ट छ, डिटर्मिनेन्ट छ, इन्सेक्ट ग्रोथ रेगुलेटर छ, इनिबिटर, प्लान्ट ग्रोथ रेगुलेटर, डिफोलिएन्ट पात झर्ने हैन यसको रोक्नलाई, त्यसपछि डिसिकेन्ट, थिनिङ पात झार्ने, डिसिकेन्ट भनेको सुकाउने, थिनिङ पातलो गराउने, यस्ता सबै तपाईँको चाहिँ के भित्र पर्छन् त? जीवनाशक विषादी। अब तपाईलाई जीवनाशक विषादी डट भनेर यसरी सोध्न सक्छ है। त्यसपछि यिनी तपाईँको तल लेखेका अप्सनहरू दिन सक्छ। यो अप्सन पनि हामीले बुझ्नुपर्छ, यी सबै चाहिँ के हुन् त? जीवनाशक विषादी हुन् भन्ने चाहिँ बुझ्न पर्यो। तर त्योभन्दा पहिला हामीले चाहिँ यो चारवटा चिज ख्याल गर्नुपर्छ। प्राङ्गारिक पनि हो, वनस्पतिजन्य पनि हो, जैविक पनि हो, रासायनिक पनि हो, यो सबै के हो त? जीवनाशक विषादी हो भन्ने चाहिँ बुझ्नु पर्यो है। ल अब सूचीकृत विषादी भन्नाले के भनिन्छ त? सूचीकृत भनेपछि हिजो हामीले ऐनमा पढाएको छौँ बिउको, त्यसमा सूचीकृत भनेको के भन्ने बुझ्नुपर्छ नि हैन। एनएसबीले उन्मोचन या दर्ता गरिसकेपछि सङ्घीय मन्त्रालय या प्रदेश मन्त्रालयले राजपत्रमा यी विषादी चाहिँ जानकारी भनेर चाहिँ प्रकाशित गर्छ नि, कसलाई? पब्लिकको लागि। त्यसलाई सूचीकृत भनेर भनिएको थियो। सेम यही हो, यहाँ चाहिँ बिउको ठाउँमा विषादी भन्ने बुझ्न पर्यो। पहिला के हुन्छ भन्दाखेरि बाहिरबाट आउने अथवा यहाँ नेपालमा बनेका विषादीहरू चाहिँ पिक्युपिएमसी यहाँ आउँछ अहिले। पिक्युपिएमसी तपाईँले पढ्नु भएको छ पिक्युपिएमसी भनेर। मैले त्यही भएर तपाईँलाई यस्तो यो ओडहरू आउँछ भनेर पहिले पढाइसकेको छु। सङ्घीय मन्त्रालयको संरचनामा पिक्युपिएमसी भनेर होइन, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र भनेर। त्यो पिक्युपिएमसीले चाहिँ के गर्छ भन्दाखेरि विषादीहरूको पञ्जीकरण गर्छ के, भनेको त्यहाँ राख्छ यो विषादी नेपालमा बनेको, यो विषादी बाहिरबाट आएको भनेर सबै अभिलेख राख्छ। त्यो अभिलेखलाई पञ्जीकरण गरिन्छ, सामान्य एउटा प्रमाणपत्र दिन्छ। विषादी त तपाईँको नेपाल सरकारले त ल्याउन्न, त्यहाँ त कसले ल्याउँछ भन्दाखेरि त अब इम्पोर्टरले ल्याउने हो, त्यो प्राइभेट हुनसक्छ, तिनीहरूले यहाँ ल्याउने हुन् अथवा यहाँ पनि कुनै निजी तपाईँको चाहिँ सङ्घ संस्थाले बनाउने हो। अनि बनाउँदाखेरि उनीहरूले चाहिँ जे मन लाग्यो त्यही बनाउनु पाएनन्, दर्ता त हुनु पर्यो। त्यो दर्ता कहाँ हुने भन्दाखेरि पिक्युपिएमसीमा गएर चाहिँ मैले यस्तो विषादी चाहिँ बनाउँदैछु या यस्तो विषादी ल्याउँदैछु भनेर चाहिँ त्यसलाई जानकारी दिएर त्यसलाई स्वीकृति दिएपछि मात्रै बल्ल लिन पाइन्छ, त्यतिकै पाइन्न हो।
त्यसलाई के भनिन्छ त भन्दाखेरि पञ्जीकृत। अब पञ्जीकृत भइसकेपछि अब तिनी विषादीलाई के गर्न पर्यो, राजपत्रमा प्रकाशित गर्न पर्यो कि परेन, यस्ता यस्ता विषादी छन् है भनेर गर्न पर्यो, त्यस्तोलाई सूचीकृत भनिन्छ भन्न खोजेको है। अब अर्को परिच्छेद 2, मैले तपाईँलाई हेर्नुहोस् त परिच्छेद 1 परिच्छेद 2 भनेर किन અહીં भनेको थिएँ, हेर्नुहोस् त। अब यसमा त परिच्छेद यो परिच्छेद 1 वाला हो हैन, यहाँ परिभाषा परिभाषा। परिच्छेद 2 मा के भयो, जीवनाशक विषादी पञ्जीकरण। यस्ता 8 वटा छन् भन्न खोजेको, यस्ता विषयहरू 8 वटा छन्। यो 8 वटा भित्र चाहिँ तपाईँको एन बनाइएको छ भन्ने हो। अब धेरै त्यसमा चाहिँ टेन्सन नल्याउँ। परिच्छेद 8 46 वटा चाहिँ दफा छन् भन्ने चाहिँ बुझौँ। दफा भनेको नम्बर हैन। अब जीवनाशक विषादीको पञ्जीकरण, जीवनाशक विषादी भनेपछि 4 वटा हुन् अथवा यिनी हुन्, सबै जीवनाशक विषादी हुन्, यिनीहरूको पञ्जीकरण गर्ने। पञ्जीकरण भनेको तपाईँले दर्ता भन्ने बुझ्नुहोस् क्या हैन, एउटा फाइलमा दर्ता गर्ने हो, फाइलमा रेकर्ड राख्ने, रेकर्ड गर्ने। अब हेर्नुहोस् कसले कसले यो विषादी चाहिँ ल्याउन सक्छ र पञ्जीकरण कसले गर्छ भन्ने हो यसको खास अर्थ। जीवनाशक विषादीको पञ्जीकरण भनेपछि कुनै पनि व्यक्तिले गर्न सक्छ, संस्थाले गर्न सक्छ, निकायले गर्न सक्छ। अब जीवनाशक विषादी के गर्ने भन्दा उत्पादन पनि गर्न सक्छ यिनी 4 वटाको हैन, संश्लेषण गर्न सक्छ मिसाउने, अनि निकासी भनेको चाहिँ यताबाट पठाउने, पैठारी उताबाट ल्याउने, व्यावसायिक प्रयोग, अनि भण्डारण, बिक्री वितरण, ओसार पसार, प्याकिङ, पुनः प्याकिङ गर्नु पूर्व, यो सबै गर्नु पूर्व कोषमा पञ्जीकरण गराउने त भन्दाखेरि PQPMC मा अथवा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा पञ्जीकरण गराउने भनेको छ। बुझ्नुभयो? अब यहाँ धेरै टेन्सन लिने होइन, तपाईले यहाँ ध्यान दिने भनेको यो बुदामा चाहिँ नेपालमा जीवनाशक विषादीको चाहिँ पञ्जीकरण कसले गर्छ, कुन निकायले गर्छ भनेर प्रश्न आउँछ। PQPMC। यो जीवनाशक विषादी भन्ने कुरा आयो भन्दा बित्तिकै तपाईको दिमागमा चाहिँ PQPMC। हिजो मैले तपाईको बिउ भन्दा बित्तिकै SQCC सम्झिनु होला है र NSP सम्झिनु होला भनेको थिएँ। यहाँ तपाईको चाहिँ PQPMC धेरै रोल आउँछ यो PQPMC विषादीमा है। ल यो भयो। अनि अब यस्तो प्रमाणपत्रको अवधि कति हुन्छ त भन्दाखेरि 3 वर्षको हुन्छ भनेको छ। PQPMC ले चाहिँ यो व्यावसायिक प्रयोग गर्नको लागि ल्याइएको छ कि भण्डारण गर्न ल्याइएको छ कि बिक्री वितरण, यो सबै। अब कोही भण्डारण गर्ने मात्रै हुन्छन् के, कोही तपाईँको व्यावसायिक प्रयोग मात्रै गर्ने हुन्छन्, कोही पैठारी निकासी गर्ने हुन्छन्। यस्तोको लागि चाहिँ अब जुन जुन उद्देश्यले यहाँ मैले जुन रातो लाछु, जुन जुन उद्देश्यको लागि चाहिँ अब कुनै पनि निकाय हुन सक्छ, संस्था व्यक्तिले चाहिँ यो गर्नु पूर्व PQPMC मा गएर पञ्जीकरण गराउने, त्यसपछि यसको 3 वर्षको अवधि यो प्रमाणपत्र पाइयो है। अब त्यसपछि फेरि अब तपाईले पुनः पञ्जीकरण भएको म्याद समाप्त हुनुभन्दा 35 दिन अघि नै PQPMC मा निवेदन प्राप्त भएपछि जाँचबुझ गरी अर्को 3 वर्षको लागि चाहिँ नवीकरण गरिदिन सक्ने छ भनेको छ है। ल यो कुरा भयो। जस हामीले यहाँबाट के बुझ्न सकिन्छ भन्दाखेरि यी विभिन्न कारण गर्नुभन्दा पहिला हामीले चाहिँ विषादीको चाहिँ पञ्जीकरण गर्नुपर्छ भन्ने चाहिँ बुझ्नु पर्यो है। अब अर्को परिच्छेद 3 मा चाहिँ इजाजत पत्र सम्बन्धी व्यवस्था। अब इजाजत पत्र सम्बन्धी व्यवस्था भनेको चाहिँ यसमा प्रमाणपत्र मात्रै पाइने हो हैन। यो गर्न भन्दा पहिला विषादी तपाईले अब प्याकिङ गर्ने त विषादीकै हो, ओसार पसार पनि विषादीकै हो, अनि बिक्री वितरण पनि विषादीकै हो। अब कुन विषादीको, अब हेर्नुस् है, जस्तै मानव तपाईको चाहिँ मालाथियन छ, मालाथियन छ हैन। मालाथियन विषादीको तपाईले संश्लेषण गर्ने हो कि निकासी गर्ने हो कि पैठारी गर्ने हो कि यसको व्यावसायिक प्रयोग गर्नु नि हो कि हैन। अनि त्यसपछि व्यावसायिक प्रयोग भनेको के भन्दाखेरि कहिलेकाहीँ तपाईको ठुलो रोग लागेको हुन्छ अथवा कहीँ तपाईको चाहिँ मलेरिया पनि कन्ट्रोल गर्नुपर्ने हुन्छ। मलेरिया कन्ट्रोल गर्ने बेलामा चाहिँ तपाईको त्यो छर्कने त्यो व्यवसायहरू हुन्छन् जो पहिले छर्न पाइन्न, त्यहाँ तालिम लिएको र तपाईको PQPMC मा गएर चाहिँ त्यो दर्ता भएको मान्छे त्यो निकाय हुनुपर्छ सर्न पनि। जस्तै कहिलेकाहीँ चाहिँ यहाँ यो स्वास्थ्य मन्त्रालयले एकदमै त्यो यो मच्छरहरू आउँदा सहरमै पुरा धुवाँसावाला चाहिँ तपाईहरुको त्यो स्प्रे गरेर हुन्छ। कोही ठाउँ खाल्टो एकदम नाली छ भने त्यहाँ विषादी लरी स्प्रे गरेर हुन्छ क्या। हो त्यस्तो व्यावसायिक प्रयोग गर्नको लागि हो कि हैन। यी सबै गर्न पूर्व चाहिँ कसको पञ्जीकरण गर्नु पर्यो भन्दा यसको पञ्जीकरण गराउने हो क्या, विषादीको हैन।
उद्देश्य यिनी भए, तर पञ्जीकरण कसको हुन्छ भन्दा पञ्जीकरण त विषादीको हुन्छ हैन। र अब के हुन्छ भन्दा अब फेरि यहाँ बुझ्नुपर्ने यो सबै गर्नभन्दा पहिला यस्ता कुन किसिमको विषादी ल्याउने हो त्यसको पञ्जीकरण गर्ने पिकिपिएमसीमा हैन। अनि यसको 3 वर्षको अवधि हुन्छ भन्ने हो। त्यसपछि अब बुझ्न पर्यो के भन्दा जब पञ्जीकरण हुन्छ नि विषादी, पञ्जीकरण भएपछि मात्रै बल्ल चाहिँ के हुन्छ त यो सबै गर्नलाई चाहिँ लाइसेन्स पाइन्छ। लाइसेन्स पाइन्छ जसलाई हामीले चाहिँ इजाजत पत्र भन्छ। यसको पनि अवधि 3 वर्षको नै हुन्छ र यो पनि पिकिपिएमसीले दिन्छ। अब हाम्रो दिमागमा के बुझ्नु पर्यो भन्दा पञ्जीकरण र इजाजत पत्र दुईटै चाहिँ अवधि 3 वर्ष हुन्छ, त्यो चाहिँ कसले दिन्छ? पिकिपिएमसीले दिन्छ भन्ने चाहिँ बुझ्नु पर्यो है। र यो तपाईहरुले चाहिँ उ पढ्नु होला, नवीकरणका कुराहरू यिनी पढ्नु होला है। अब परदेशबाट इजाजत पत्र लिनुपर्ने भनेको छ। यो क्वेशन चाहिँ तपाईहरुको लुम्बिनीमा आएको है, यहाँ ख्याल गर्नुपर्छ। यहाँ झुक्का थियो साथीहरुलाई। अब इजाजत पत्र लिनु परदेशले के दिन सक्छ त भन्दाखेरि 3टा कुरा। एउटा बिक्री वितरण, भण्डारण, व्यवसाय प्रयोग तथा छर्कने व्यवसाय भन्न खोजेको है। यो 3टा चाहिँ कसको मार्फत हुनेछ भन्दा परदेश कानुन बमोजिम हुनेछ भनेको छ। परदेश कानुन बमोजिम हुनेछ। यसको मतलब के हो भन्दा यो जुन मैले एरो लाइरहेको छु यो संघले गर्दैन, संघले नगर्ने, परदेशलाई दिएको के यो अधिकार यति। जस्तै तपाईहरुको चाहिँ अब ओसार पसार प्याकिङ हेर्नुस् है, माथिको तपाईले यसो म देखाउँछु, यहाँ हेरौँ त ल यति, यहाँ तल र माथि हेरौँ है। संघले के गर्ने भनेपछि उत्पादनको कसैले गरेको छ भने विषादी, त्यसको चाहिँ पञ्जीकरण संघले गर्ने भयो। कुनै पनि विषादीको संश्लेषण गरेको छ भने त्यसको पनि संघले गर्ने भयो हैन। निकासी पैठारीको ओसार पसार प्याकिङको पनि संघले गर्ने भयो भनेपछि बाँकी अब परदेशले के गर्ने भयो त भन्दाखेरि बिक्री वितरण भनेको अब तपाईको एग्रोबेटमा राखेर विषादी बिक्री वितरण गरिन्छ नि, त्यसको लाइसेन्स अब परदेशले दिन्छ। परदेश भनेको 7वटा परदेशले आफ्नो आफ्नो परदेशमा चाहिँ अब एन बनाउँछन्। त्यो अधिकार यो एनले खोल्दियो। तैले परदेशहरुले चाहिँ योको लागि चाहिँ एन बनाउनुहोस् भनेर चाहिँ खोल्दिएको हो यो। अब हामीले यो दिन्नौं, पहिले हामीले दिन्थ्यौं संयुक्त हुनुभन्दा पहिला, अब चाहिँ हामीले यो गर्दैनौं, यो तपाईहरुले गर्नुस् भनेर चाहिँ छोड्दियो परदेशलाई है। के भन्दा विषादीको बिक्री वितरण गर्नलाई, अनि भण्डारण, त्यसपछि व्यवसायिक प्रयोग तथा विषादी छर्कने व्यवसाय। छर्कने भनेको अहिले मैले भनिसके को, यो छर्कने भनेको चाहिँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ आफ्नो जुन खेत हुन्छ नि त्यहाँ छर्किने हैन है साथी। फेरि त्यो त त्यसलाई चाहिँ व्यवसायिक प्रयोग भन्दैन। यो व्यवसायिक प्रयोग भनेको अहिले मैले भनेको थिएँ नि, ठुलो महामारी भयो अनि जस्तै तपाईको ठुलो महामारी हुन सक्छ नि, एग्रिकल्चरको कुरा गरौँ, तपाईको ठुलो क्षेत्रफलमा चाहिँ डडुवा लाग्यो अब आलुमा हैन। अब त्यहाँ किसानले आफ्नो आफ्नो छर्यो त त्यो कन्ट्रोल हुन्न। त्यस्तो अवस्थामा के हुन्छ भन्दाखेरि यस्ता यिनी इजाजत पत्र लिएर बसेका हुन्छन्। यो विषादी छर्ने पनि एउटा तपाईको संघ जस्तै हुन्छ, कन्सल्टेन्सी जस्तै हुन्छ यो पनि। अनि त्यसपछि यिनीहरूले तालिम लिएको हुन्छन्। त्यो तालिम लिइसकेपछि यिनीहरूलाई कसरी त्यो विषादी छर्ने, के पालना गर्नुपर्ने सबै सिकाइएको हुन्छ। र उनीहरूलाई अब जहाँ त्यो तपाईको महामारी छ त्यो महामारीमा उनीहरूलाई चाहिँ हायर गरिन्छ र उनीहरूले चाहिँ उन सबै इक्विपमेन्ट राखेको हुनुपर्छ। जस्तै अब ड्रोनबाट छर्ने हो कि हवाईजहाजबाट, अब हवाईजहाज त नेपालमा छैन, जस्तो ट्र्याक्टरबाट छर्ने हो कि हैन, त्यस्तो तिनीहरूले चाहिँ इक्विपमेन्ट राखेको हुनुपर्छ। त्यसपछि उनीहरूलाई चाहिँ त्यो अब निश्चित कन्ट्र्याक्टमा त्यो छर्कनको लागि चाहिँ अब हायर गरिन्छ जहाँ त्यो त्यस्तो समस्या छ। त्यसपछि उनीहरूले गएर चाहिँ छर्ने हो। त्यस्तोको लागि पनि चाहिँ लाइसेन्स लिनुपर्छ। त्यो लाइसेन्स अनि हामीले चाहिँ एग्रोबेटमा जान्छौँ नि, मलाई माला थिन दिनुहोस् त भन्दै, अनि त्यो बिक्री वितरणको लाइसेन्स, त्यसपछि भण्डारणको यो कसले दिने भयो त परदेशले। यही प्रश्न आएको थियो। अनि अप्सनमा के थियो भन्दाखेरि पिक्युपिएमसी भन्ने थियो, पिक्युपिएमसी भन्ने थियो एउटा अप्सन। अनि एउटा परदेश जीवनाशक विषादी व्यवस्थापन समिति भन्ने थियो, जीवनाशक व्यवस्थापन समिति भनेर। अनि हान्न पर्ने यो राइट थियो, साथीहरूले यो हाने फेरि हैन।
पिक्युपिएमसी हाने एन्सर गलत भयो। फेरि हामीले विषादी भन्दा बित्तिकै पिक्युपिएमसी भन्ने सम्झिन्छौँ। यो एनमा परदेश सम्झिने नै यति हो, अरू सबै तपाईँले यहाँ पिक्युपिएमसी मात्रै सम्झिनुहुन्छ। र एउटा समिति छ यहाँ, त्यस्तै विभाजन समिति जस्तै यहाँ पनि समिति छ, त्यो समितिले चाहिँ त्यो विषादी चाहिँ प्रतिबन्ध लगाउँछ, त्यति हो। बाँकी अरू सबै काम चाहिँ पिक्युपिएमसीको ठुलो रोल छ। त्यही भएर जिम्नास्टिक विषादी एन अथवा नियाली भन्दा बित्तिकै तपाईँहरूको दिमागमा पिक्युपिएमसी भन्ने चाहिँ आउनुपर्छ। तर यो चिजमा चाहिँ फेरि प्रदेश भन्ने चाहिँ सम्झिनु पर्यो है। यति मैले अन्डरलाइन लागेको ठाउँमा है। ठिक छ यहाँसम्म? 2080 एसपी पायलले भन्नुभएको छ। अब सर प्रदेशले बनाएको एन कुन कुन वेबसाइटमा हुन्छ भन्नुभएको छ। प्रदेशले बनाएको एन चाहिँ हाम्रो कृषि मन्त्रालय कृषि विकास निर्देशनालयमा हुन्छ सम्बन्धित प्रदेशको। जस्तै गण्डकीले बनाएको छ, अहिले नयाँ बनाएको छ जस्तो लाग्छ, मैले त्यसको वेबसाइट हेर्न भ्याएको छैन, बिचमा खोलिएको थिएन। अब अर्को बनाएको भनेको चाहिँ कोशीले बनाएको छ मलाई थाहा भएसम्म। अरू चाहिँ म अहिले यहाँ त्यो प्रदेशको बुक लेख्ने बेलामा अरू त सबै भइएको छ, थोरै एन बाँकी छ। त्यो बेलामा अब एकचोटि सब वेबसाइट सर्च गर्नुपर्छ। केही दिन पहिलासम्म चाहिँ कोशीको चाहिँ बनाएको छ बिउ र विषादीको होइन, अनि यता कर्णालीको चाहिँ बिउको बनाएको छ, विषादी बनाएको छ जस्तो अलि छैन मलाई, लुम्बिनीमा भनेकै छैन। त्यस्तै अवस्था छ। हजुरहरूले प्रदेशको हेर्न पर्यो भने, प्रदेशको कुनै पनि चिज हेर्न पर्यो भने तपाईँहरूले कृषि मन्त्रालय प्रदेशको र कृषि विकास निर्देशनालयको वेबसाइटमा गएर हेर्ने हो। ज्ञान केन्द्र सानो केन्द्र हेर्ने होइन। त्यहाँ ज्ञान केन्द्रमा खासै त्यही राख्दैनन्। सम्बन्धित प्रदेशको चाहिँ मोल म्याग भन्ने हुन्छ, मोल म्याग भन्नेमा गएर अथवा त्यो नाम टाइप गरेर हेर्नुभयो भने त्यहाँ चाहिँ डाउनलोड फाइल अब विभिन्न त्यहाँ माथि भनेको हुन्छ, त्यहाँबाट हामीले चाहिँ हेर्न सक्छौँ है। ल अब समितिको गठन काम कर्तव्य र अधिकार है। परिच्छेद 4 मा जिम्नास्टिक व्यवस्थापन समिति भनेर छ है। यो 11 भनेको नम्बर होइन, दफा 11 हो। अब अध्यक्ष सचिव, हिजो पनि हामीले के पढाएको थियौँ, सचिव। मैले भनेको थिएँ धेरै ठाउँ सचिव आउनुहुन्छ है। वडा सचिव होइन फेरि साथी हो, वडा सचिव होइन। अनि यो चाहिँ हाम्रो चाहिँ सेक्रेटरी माथिल्लो लेभलको सचिव कतिजना हुन्छन्? 13 जना हुन्छन्। बुझ्नु पर्यो साथी है, 13 जना हुन्छन् है। 13 भयो है कुल समिति संख्या। त्यसपछि मनोनित संख्या भनेको 6 जना। यो भनेको चाहिँ सरकारले यो 13 जना मध्ये 6 जनालाई चाहिँ फल्नु 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 भनेर चाहिँ यसरी तोकेको हुन्छ। त्यहाँबाट चाहिँ 6 जना चाहिँ राख्ने, यही विषादी सम्बन्धी अथवा कृषक सम्बन्धी यसरी भनेको हुन्छ। त्यो त्यति डिटेल त तपाईँको सोध्दैन। हामीले एकदम सम्झिने भनेको चाहिँ एउटा 13 सम्झिने, एउटा यसको अध्यक्ष को हुन्छ भनेर सम्झिने है। र अब सदस्य सचिव को हुन्छ भन्ने त मैले तपाईँलाई भनिराख्नुपर्छ जस्तो लाग्दैन। सदस्य सचिव को हुन्छ? सदस्य सचिव चाहिँ जुन तपाईँहरूको चाहिँ विषयसँग सम्बन्धित एन बनेको छ त्यो विषयको कार्यालय कुन हो त्यसको प्रमुख चाहिँ सदस्य सचिव हुन्छ भनेको थिएँ। अब बिउकोमा को हुन्थ्यो? बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको प्रमुख, एसक्युसिसीको प्रमुख सदस्य सचिव हुन्थ्यो भने यहाँ विषादी भनेपछि पक्कै पनि प्लान क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको प्रमुख चाहिँ हाम्रो अहिले भोजराज सापकोटा भन्ने हुनुहुन्छ, उहाँ चाहिँ सदस्य सचिव हो। अब त्यो त अहिले उहाँ हुनुहुन्छ, तर व्यक्ति पछि फरक सरी त्यो व्यक्ति त आउन जाने हुन्छ, पद त्यो हुन्छ नि त होइन। ल अब समितिको बैठक र निर्णय। समितिको बैठक के भनेको छ? कम्तीमा 6 महिनामा एकपटक बस्ने भनेको छ। समितिको अब तपाईँको जब बैठक बस्छ यो 13 जनाको, त्यसपछि निर्णय हुन्छन् होइन। विभिन्न तपाईँको चाहिँ बुदामा निर्णय हुन्छन्। निर्णय भइसकेपछि त्यो लास्टमा क्लोज कसले गर्छ भन्दा अध्यक्ष र सदस्य सचिवबाट प्रमाणित हुनेछ। कहिलेकाहीँ चाहिँ सदस्य सचिवबाट मात्रै भन्या हुन्छ के, त्यो सबै ठाउँ अध्यक्ष र सदस्य सचिव हुन्न। त्यही भएर अब यो एनमा चाहिँ जुन समितिको बैठक बस्छ अध्यक्ष र सदस्यले तल क्लोज गरेपछि मात्रै बैठक सकिन्छ भन्ने हो है। अब यो समितिको काम कर्तव्य अधिकार के हो त भन्दाखेरि पहिलो एकदम हामीले एक्जाम ओरिएन्टेड सम्झने बुदा भनेको के हो त? विषादीलाई प्रतिबन्ध बनाउने। अहिले तपाईँहरूको 26 वटा विषादी प्रतिबन्धित छन् है। अब यो विषादी प्रतिबन्धित कति छन् के छन् भन्ने कुरा चाहिँ हामीले प्लान्ट प्रोटेक्सनमा पढ्छौँ। अहिले हामीले यति नै पढ्छौँ। नेपालमा हालसम्म अहिले 26 वटा विषादीहरूलाई चाहिँ यो प्रतिबन्ध गरिएको छ, यति बुझौँ। छब्बिसवटा भयो।
र अर्को के भन्दाखेरि जिम्नास्टिक विषादी व्यवस्थापन सम्बन्धी मापदण्डहरू स्वीकृत गर्ने कुनै त्यस्तो मापदण्ड चाहियो भने त्यो पनि यसले स्वीकृत गर्छ तर ठ्याक्कै यही मापदण्ड भन्ने चाहिँ छैन प्रतिबन्ध लगाउने अधिकार चाहिँ जिम्नास्टिक विषादी समितिलाई अब यहाँ तपाईँलाई प्रश्न आउन सक्छ विषादीलाई प्रतिबन्ध कसले लगाउँछ भनेर के आउन सक्छ भन्दा एउटा समिति भनेर आउन सक्छ एउटा तपाईँहरूको चाहिँ त्यो पिक्युपिएमसी भन्ने आउँछ कि यहाँ उहाँ एसक्युसिसी आइरहेको थियो नि यहाँ पिक्युपिएमसी भन्ने आउँछ त्यही भएर नजिक किन्नु होला फेरि सरले भन्नुभएको थियो पिक्युपिएमसी दिमागमा राख्नु होला भनेर समिति पनि हुन्छ नि त एनमा त्यो समिति पनि ख्याल गरिराख्नु पर्यो ल समितिले गर्छ भन्ने है अब पञ्जीकरण तथा व्यवस्थापन यो एनमा के भनेको छ भने यो सबै जिम्नास्टिक विषादीको नियन्त्रण गर्ने यसलाई अनुगमन गर्ने नियमन गर्ने पञ्जीकरण गर्नको लागि चाहिँ एउटा अफिस खोलिने छ भनेको छ अफिस अलरेडी पहिले खोलिएको छ र त्यसैलाई चाहिँ के गर्ने भनेको छ त्यसैलाई सबै जिम्मेवारी दिएको छ है केन्द्र रहनेछ भनेको छ यही नै हो एक प्लान क्वारेन्टाइन तथा विषादी गर्न जसले के गर्छ विषादीको नियन्त्रण नियमन के जथाभावी चाहिँ जसले पायो त्यसले जे गर्न मन लाग्यो विषादी गर्न पाएन नियमन गर्ने कुरा मैले नियमनको अर्थ बताइसकेको छु केही भइहाल्यो भने उल्लङ्घन भयो भने कारबाही गर्ने त्यसपछि पञ्जीकरण गर्ने यो कुरा पनि बताइसकेँ है यसको लागि चाहिँ पिक्युपिएमसी स्थापना गरिएको छ अब पिक्युपिएमसी को काम कर्तव्य र अधिकार है पिक्युपिएमसी को काम कर्तव्य अधिकार एउटा त समितिको सचिवालयको रूपमा काम गर्छ हैन क्लियर छ जस्तै उता बिउबिजनमा चाहिँ एसक्युसिसीले सचिवालयको रूपमा काम गर्थ्यो भने यहाँ चाहिँ पिक्युपिएमसीले सचिवालयको रूपमा काम गर्छ कुन सचिवालय त्यो અહીં जुन 13 जनाको छ समिति त्यो समितिको सचिवालयको रूपमा चाहिँ यसले काम गर्ने अर्को तपाईहरुको जिम्नास्टिक विषादीहरुको पञ्जीकरण गर्ने भयो पुनः पञ्जीकरण गर्ने भयो र प्रमाणपत्र दिने है त्यो भयो अर्को इजाजत पत्र दिने काम पनि चाहिँ यसले गर्छ भनेपछि इजाजत पत्र दिने पञ्जीकरण गर्ने पुनः पञ्जीकरण गर्ने त्यसपछि चाहिँ सचिवालयको रूपमा काम गर्ने हैन यो काम यसको काम कर्तव्य अधिकार भित्र छ अरु पनि छन् तर मुख्य मात्रै मैले देखे एकचोटी तपाईहरुले चाहिँ नोट बनाउँदाखेरि यसको ओरिजिनल राख्दिएको छु मैले ओरिजिनल गएर हेरेर सरको नोटमा केही छुट्यो कि भनेर चाहिँ हेर्नु होला है अब हेर्नुस् पिक्युपिएमसी को प्रमुख को हुन्छ त यो त मैले तपाईहरुलाई पढाइसकेको छु हैन संघीय कृषि मन्त्रालयको संरचनामा पढाउँदै गर्दाखेरि तपाईहरुलाई मैले पढाइसकेको छु पिक्युपिएमसी भनेको चाहिँ एमओएलडी अन्तर्गत पर्ने 3टा केन्द्रीय प्रमुख भनेको थिएँ मैले सहसचिव स्तर भनेको थिएँ या तपाईहरुको चाहिँ राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत हुन्छ भनेको थिएँ अब को हुने हो बाली संरक्षणको हुन्छ है यति सम्झिनु होला फेरि बाली संरक्षणको हुन्छ अब अरु हर्टिकल्चरको प्रसारको इकोनोमिक्सको सोइलको मान्छे चाहिँ यहाँ प्रमुख हुन पाउन्न बाली संरक्षणमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव चाहिँ यो पिक्युपिएमसी कार्यालयको चाहिँ कार्यालय प्रमुख हुनेछ अब जिम्नास्टिक विषादीको प्रयोग र व्यवस्थापन प्रोत्साहन गर्ने भनेको छ यसले है फेरि खाली चाहिँ प्रतिबन्ध गर्ने भन्ने खोजेको छैन कि यो यसले के भन्छ भन्दाखेरि वनस्पतिबाट बनेका त्यसपछि जैविक बायोपेस्टिसाइडहरूको उत्पादन र प्रयोगलाई चाहिँ प्रोत्साहन गर्नुपर्ने भनेको छ अब यहाँ पनि तपाईलाई क्वेशन झुकाउन आउन सक्छ जिम्नास्टिक विषादी व्यवस्थापन 2076 ले तलको कुन कुरालाई चाहिँ प्रोत्साहन गर्ने नीतिले भनेको छ भन्न आउन सक्छ रासायनिक विषादी उत्पादन भनेर आउला फेरि त रासायनिक विषादी उत्पादनलाई प्रोत्साहन गर्दैन यसले रासायनिक विषादी त अब उत्पादन भइसकेपछि त्यसलाई पञ्जीकरण गर्न पर्यो बाहिरका ल्याएर पञ्जीकरण गर्नु अब रासायनिक विषादी निकाल्नुस् है भन्दै सरकारले अनुदान दिन्न अनुदान नदिएसम्म प्रोत्साहन हुन्न हैन अब ल्याउन पाइन्न भन्न भएन किनभने चाहियो तर रासायनिक विषादी भन्दा वनस्पति र जैविक विषादी उत्पादन प्रयोग गरियो भने अब तपाईको बालीलाई पनि ठीक हुन्छ मानवलाई पनि ठीक हुन्छ वातावरणलाई पनि ठीक हुन्छ भन्ने हिसाबले चाहिँ यसलाई प्रमोट गर्नुपर्छ भनेर चाहिँ लेखिएको छ अब जिम्नास्टिक विषादीको प्रतिबन्ध लगाउने भनेपछि अब यो त अघि नै भनिसके मैले समितिको सिफारिसमा विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने हेर्नुस् है एन अन्तर्गतको समितिले पिक्युपिएमसी को सिफारिसमा कसले भन्दाखेरि पिक्युपिएमसी ले सिफारिस गर्छ यो विषादी अब कडा भयो अथवा यसले वातावरणमा हानि भयो अथवा केही ठुलो समस्या ल्यायो भनेर सिफारिस गर्छ र समितिले गर्ने है क्लियर यहाँ नजुकिनु होला जिम्नास्टिक विषादीको प्रतिबन्ध कसले लाउने भन्यो भने समिति फेरि पिक्युपिएमसी तिर नजानु होला है र प्रतिबन्ध लगाइसकेपछि
जुन प्रतिबन्ध लगाइएको छ विषादी त्यो चाहिँ सरकारले के गर्नुपर्छ राजपत्रमा चाहिँ प्रकाशित गरेर पब्लिकलाई जानकारी दिनुपर्छ। अब निरीक्षक नियुक्त गर्नुपर्ने उहाँ पनि हामीले निरीक्षक भनेर पढाएको थियौँ है। कतिको साथीहरूलाई याद छ है निरीक्षक भन्दाखेरि त्यहाँ चाहिँ के थियो भन्दाखेरि हिजो हामीले बिउको पढ्दै गर्दाखेरि बिउ बिजन निरीक्षक वा बिउ बिजन विश्लेषक बिएससिएजी वा +2 पास गरेर बिएससिएजी वा +2 पास गरेर 10 इयर्सको तपाईँहरूको चाहिँ के हुनु पर्यो 10 इयरको चाहिँ एक्सपिरियन्स हुनु पर्यो। त्यो फेरि सरकारी जाहिर गरेको हुनुपर्छ भन्ने होइन है। फेरि यो नजुकिनुहोला त्यहाँ हिजो बिउ बिजनकोमा बिएससी फ्रेस पास भएको हुन सक्ने भयो नयाँ +2 पास गरेर 10 वर्ष उसले चाहिँ बिउ बिजनको क्षेत्रमा एक्सपिरियन्स गेन गरेछ भने उसले त्यो योग्यता राख्छ परीक्षा दिनको लागि। त्यहाँ पनि परीक्षा हुन्छ होइन परीक्षा हुन्छ अनि त्यो परीक्षा दिइसकेपछि पास भइसकेपछि त्यसलाई चाहिँ बिउ बिजन निरीक्षक या बिउ बिजन विश्लेषक भनेर चाहिँ त्यहाँ पनि समिति थियो एनएसपी त्यो एनएसपीले चाहिँ 2 वर्षको लागि चाहिँ लाइसेन्स दिन्छ। तर यहाँ त्यस्तो हुन्न यहाँ योग्यता छ यहाँ इक्जाम सिक्जाम हुन्न है। फेरि साथीहरू यसमा इक्जाम हुन्न मन्त्रालयले मन्त्र भनेको सङ्घीय मन्त्रालयले आवश्यकता अनुसार कृषि विज्ञानमा स्नातक बिएससी गरेको त हुन पर्यो बिएससी गरेको वा सो स्तरको योग्यता पुगेको नेपाल कृषि सेवा बाली संरक्षणको क्षेत्रमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारीलाई विषादी निरीक्षकको रूपमा नियुक्त गर्न सक्नेछ भनेको छ। यहाँ नझुक्किने एउटा यहाँ झुक्किने जस्तो छ यो बाली संरक्षणमा काम गरेको तृतीय श्रेणी भन्यो नि त भनेको कार्यरत हुन पर्यो कार्यरत पिपिओ भनेको प्लान्ट प्रोटेक्सन अफिसर भनेको है बाली संरक्षण अधिकृत कार्यरत पिपिओ चाहिँ निरीक्षक हुन सक्छ होइन निरीक्षक हुन सक्छ। तर यहाँ बुझौँ है पिपिओ त फेरि तपाईँको आइएससिएजी पढेर बढुवा भएका पनि त पिपिओ हुन्छन् नि ख्याल गर्नु पर्यो है। जस्तै आइएससिजी पढेको तर ऊ चाहिँ बढुवा भएर अधिकृत भएको यस्तो पिपिओ चाहिँ हुन्न। फेरि पिपिओ हुनलाई अधिकृत पनि हुन पर्यो बिएससी गरेको पनि हुन पर्यो। फेरि त्यो दुईटा भएपछि मात्रै यो चाहिँ निरीक्षक हुन पाउँछ। त्यो योग्यता पुगेको र त्यो पदमा काम गरेकोलाई मात्रै निरीक्षक गराउँछ है मन्त्रालयले। फेरि अधिकृत भन्दा बित्तिकै भए जतिका जति पनि तपाईँहरूको बाली संरक्षण अधिकृत छन् ती सबै चाहिँ निरीक्षक हुन चाहिँ योग्य हुँदैनन् बिएससिजी हुन पर्यो सर्टिफिकेट। र इक्जाम हुन्न भने मैले हिजो हाम्रो इक्जाम हुन्थ्यो 100 नम्बरको एनएसपीले इक्जाम लिन्थ्यो यहाँ इक्जाम हुन्न यहाँ यति अवधि भन्ने पनि हुन्न। कार्यरत अधिकृतलाई चिठी लेखेर फल्नु जिल्लाको चाहिँ विषादी निरीक्षक तपाईँ भनेर यसरी चाहिँ पठाउने गरिरहेछ है अहिलेसम्म। अब अर्को तपाईँको के छ भन्दा प्रदेश सरकारले पनि निरीक्षक नियुक्त गर्न सक्ने भन्ने चाहिँ व्यवस्था छ यो पनि सम्झिनु पर्यो है। ल अब सजाय कसुर सजाय क्षतिपूर्ति अब तपाईँको कसुर गरेको मानिने दफा 32 मा छ दण्ड जरिमाना 33 मा छ। यो भनेको के हो भन्दाखेरि यो एनको 32 नम्बरमा गएर हेर्नुभयो भने यिनी कसुर भए अनि तपाईँको यिनी के भयो त भन्दाखेरि यिनी जरिमाना भयो। त्यही भएर कसुर जरिमाना भन्ने चाहिँ छुट्टा छुट्टै छ। कसुरमै जरिमाना भन्ने हुन्न। कसुर 32 मा छ भने 33 मा गएर चाहिँ त्यो कसुरलाई कसुर गरे बापत कस्तो दण्ड कस्तो सजाय दिने भन्ने चाहिँ 33 दफामा चाहिँ राखिएको छ है। ल हेरौँ त अब यहाँ यति धेरै छन् कि अनि मैले एकै ठाउँ राखिदिएको छु। पञ्जीकरण नगरिएको विषादीको उत्पादन संश्लेषण आयात निर्यात पञ्जीकरण नगरिएका है अनि प्रयोग भण्डारण सबै जुन हामीले माथि पढाएको थियौँ तिनी नाम लामो के उत्पादन संश्लेषण ओसार पसार बिक्री वितरण प्याकिङ होइन यी सब यहाँसम्म। त्यसपछि पञ्जीकरण नगरीको विसर्जन गरेमा विषादीको अवस्था तोकिएको हदभन्दा बढी हुने गरी उत्पादन गरिएमा जस्तै कुनै पनि विषादीको चाहिँ यति हुनपर्छ यसमा भनेर भनिएको हुन्छ नि। जस्तै इसी 50 इसी भन्यो भने 50% चाहिँ विषादी हो एआई 50% चाहिँ अरू पत्लाउने भयो भन्ने हुन पर्यो। अब 60 गराउनु भएन नि 50 ले भनेको ठाउँमा हो त्यस्तो। त्यसपछि मिसावट गरिएको छ भने मिसावट भनेको फेरि पञ्जीकरण नगरिएका विषादीहरू मिसावट गरिएको छ अथवा यस्तो छ भने चाहिँ यसलाई के गर्ने भन्दाखेरि 50,000 देखि 1 लाख रुपैयाँसम्म जरिमाना वा 3 महिनासम्म कैद वा दुवै सजाय यो चाहिँ सजाय हुन्छ। अब मैले तपाईँहरूको लागि चाहिँ यहाँ के राखिदिएको छु भन्दाखेरि चाहिँ पञ्जीकरण र अवशेष भनिदिएको छु त्यो तपाईँलाई सूत्र सम्झिनलाई।
अनि 50/11 भनेको 50,501 एल भनेको छु मैले 501 एल हेर्नुहोस् 501 एल अनि 3 मन्थ भनेको छु 501 भनेको चाहिँ यो खास के हो भन्दा 501 एल भनेको 50,000 देखि 1,00,000 रुपियाँ अनि 3 मन्थ 3M भनेको 3 मन्थ भनेको वा दुवै सजाय भन्ने चाहिँ अब बुझ्नुहुन्छ यो पढिसकेपछि अनि पञ्जीकरण र अवशेष भनेको चाहिँ अब यो सबै पढिसकेपछि यो सबै हामीलाई याद नहुन सक्छ पञ्जीकरण भनेपछि के पञ्जीकरण नगरिएको ओसार पसार बिक्री वितरण यी सब पञ्जीकरण नगरिकन गरियो भने एउटा अर्को अवशेष भनेको चाहिँ अवशेष विषादीको अवशेष तोकिएको हदभन्दा बढी हुने गरी उत्पादन बिक्री वितरण वा मिसावट गरिएको विषादी यस्तो भए पर यो सजाय हुन्छ भनेको है यो तपाईलाई कस्तो सही लाग्छ मलाई अब यसो हेर्दाखेरि यही सूत्रले ठीक लाग्यो अनि मैले यही तरिकाले गराइदिएको छु है यहाँ त्यस्तै अब तपाईको इजाजत पत्र नलि अब लाइसेन्सै नलि विषादीको कारोबार गरेमा हैन विषादीको कारोबार गरियो भने कति रुपियाँ रहेछ जरिमाना 10,000 देखि चाहिँ 20,000 सम्म जरिमाना वा 1 महिना कैद वा दुवै सजाय यहाँ 3 महिना थियो यहाँ 1 महिना अब सूत्र इजाजत पत्र अब यतिले बुझ्न पर्यो इजाजत पत्र नले पार भन्ने कुरो अब यो नेगेटिभतिर जान्छ कति 1020 भनेको 10,000 देखि 20,000 मैले एल राखेको छैन यहाँ एल राखेँ एल भनेको लाख हो त्यही भएर 1020 भनेपछि 10,000 देखि 20,000 अनि अर्को सम्झिनु पर्छ कि हामीले यहाँ 1020 भन्यो भने અહીં जस्तो 50,000 देखि 1 थियो यहाँ अब 1000 देखि 20 लाख भन्ने हुन्न त्यत्रो जरिमाना हुन्न भनेपछि पक्कै 1000 देखि 20 भन्यो भने यो दुईटै 1000 हो भन्ने बुझ्नु पर्यो 1020 1 भनेको 1 मन्थ हो हैन यो भयो त्यस्तै तपाईहरुको चाहिँ अब विषादीको जथाभावी प्रयोग वा मिसावट विषादीको प्रयोग गरेमा फेरि यहाँ झुकिन सक्छ तपाईहरुलाई अहिले पनि यहाँ मिसावट भन्नु भएको थियो भन्ने होला फेरि यो भनेको चाहिँ कस्तो हो भन्दाखेरि पञ्जीकरण नगरिएका विषादी भन्न खोजेको अब यो फेरि पञ्जीकरण गरिएका विषादी पनि मिसावट युक्त बेचेमा भन्ने है फेरि यो त्यसपछि 5,000 देखि 20,000 एकदम कम छ यसमा जथाभावी प्लस मिसावट भनेर लेखेको छु जथाभावी पनि मिसावट पनि दुईटै कुरा आयो 520 भनेको 5,000 देखि 20,000 यसमा चाहिँ कैद सहित छैन त्यसै अर्को तपाईहरुको चाहिँ के छ प्रतिबन्धित विषादीको उत्पादन प्रयोग बिक्री वितरण ओसार पसार प्रतिबन्धित वाला विषादी चाहिँ यदि बेचियो यो बिक्री वितरण गरियो प्याकिङ गरियो भने 50,000 देखि 2 लाख सबभन्दा धेरै चाहिँ जरिमाना यसमा छ हेर्नुस् त 2 लाख भनेपछि अब प्रतिबन्धित भनेर मैले लेखिसकेपछि प्रतिबन्धित विषादी बेचेमा प्याकिङ गरेमा ओसार पसार गरेमा कति 52 भनेपछि 50,000 देखि 2 लाख अनि 1 मन्थ 1 इयर हेर्नुस् के भनेछ 1 महिनादेखि 1 वर्षसम्म कैद वा दुवै सजाय ठुलो सजाय हुन्छ भनेर भनेको छ ल यसरी चाहिँ तपाईहरुले यसलाई हेर्नु होला है त्यस्तै तपाईहरुको अर्को छ यहाँ यति धेरै छ म्याद नआएका विषादी बेचबिखन गरेमा पञ्जीकरण नगरेका प्रतिबन्धित विषादीको प्रचार प्रसार गरेमा विषादीको विसर्जन गर्दा तपाईको प्रतिकूल असर परेमा उत्पादक विक्रेता भण्डारण पैठारी निकासी गर्ने व्यक्ति वा संस्थाले विषादीको विवरण सहितको अभिलेख नराखेमा मापदण्ड पूरा नभएको वा नक्कली विषादीको प्रयोग गरेमा विषादी व्यवस्थापनमा अवरोध पुर्याएमा वातावरणीय प्रदूषण हुने विषादीको प्रयोग गरेमा र एन अन्तर्गत बनेका नियम तथा मापदण्ड विपरीत काम गरेमा 5,000 देखि 20,000 जरिमाना वा 1 महिनासम्म कैद वा दुवै सजाय सूत्र अब मैले लेखिदिएको छु म्याद नआएका प्रचार प्रसार गरेमा प्रतिकूल असर पर्ने गरी गरेमा अभिलेख नराखेमा नक्कली बेचेमा अवरोध गरेमा प्रदूषण हुनेवाला विषादी बेचेमा र एन अन्तर्गतको काम नगरेमा 520 1 मन्थ भनेर राखिदिएको छु यसरी चाहिँ सम्झिनुस् अब यसपछि मुद्दाको अनुसन्धान र दायरी कसले गर्छ यो ठ्याक्कै हिजो पढेस कति सहिलो हुन रहेछ मैले यदि तपाईहरुको चाहिँ यो सम्बन्धी कसैले चाहिँ तपाईहरुको चाहिँ अब टेरेन भने अब मुद्दा हाल्न पर्ने अवस्था हुन सक्छ अब मुद्दा तपाईको सरकारी पक्षबाट हालिन्छ अदालतमा त्यो तपाईको मुद्दाको अनुसन्धान कसले गर्छ त भन्दाखेरि निरीक्षकले गर्छ भन्ने बुझ्नु पर्यो निरीक्षक हिजो पनि निरीक्षककै कुरा आएको थियो है अब क्षतिपूर्ति हिजो पनि क्षतिपूर्ति थियो तर हिजो क्षतिपूर्ति कस्तो थियो भन्दाखेरि कसैले चाहिँ बिउ बिक्री वितरण गर्यो तर त्यो बिउ उम्रिएन अथवा बाला लागेन केही भयो त्यो बिउमा समस्या भयो भने त्यतिखेर एसक्युसिसीले प्रमुख तोकेको एउटा व्यक्ति चाहिँ त्यसको अध्यक्ष हुन्थ्यो 5 सदस्य हुन्थ्यो भनेर मैले पढाएको थिएँ यहाँ फेरि के हो भन्दाखेरि
बिउसादी उत्पादन, निकासी, पैठारी, संश्लेषण, मिसावट, ढुवानी, बिक्री वितरण तथा भण्डारको प्रयोग विषय करेममा यस्तो गर्दाखेरि जस्तै निकासी गर्ने बेलामा, उताबाट ल्याउने बेलामा, उत्पादन गर्ने बेलामा अब विषादी दुवै मिलाउन पर्ने अवस्था हुन सक्छ। त्यसपछि ढुवानी, बिक्री वितरण यस्तो अवस्थामा चाहिँ दुर्घटना भएर कसैलाई त्यो विषादीले गर्दा कुनै दुर्घटना भयो भने अब इजाजत पत्र निकायले पीडितलाई क्षतिपूर्ति दिनुपर्नेछ भनेको छ। इजाजत पत्र निकाय भनेको को हो भन्दाखेरि जसले त्यो विषादी बिक्री गरिरहेको छ हो त्यसैले नै चाहिँ त्यो पीडितलाई क्षतिपूर्ति सरकारले दिने होइन। जसले विषादी बेचेको छ, जसले उसर पसर गरेको छ, त्यसको लागि चाहिँ काम राखेको छ, त्यसैले नै दिने हो है, यो ख्याल गर्ने। अब अर्को पुनरावेदन गर्न सक्ने भनेको छ। हामीले विभाजन ऐनमा पनि पढेको थियौँ। सम्मानित तपाईँको जिल्ला अदालतमा गएर त्यहाँ पुनरावेदन गर्न सक्छ भनेको थियौँ। अब यहाँ के हुन्छ हेरौँ। निरीक्षक वा प्रमुखले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले निर्णय भएको 35 दिनभित्र समितिक समक्ष पुनरावेदन गर्न सक्नेछ भनेको छ। हेर्नुहोस् है, समितिक समक्ष पहिला चाहिँ समितिमै गएर पुनरावेदन गर्ने, त्यस पनि चित्त बुझेन भने फेरि के हुन्छ भन्दाखेरि अदालतले गरेको निर्णय उप चित्त नबुझ्ने पक्षले चाहिँ 35 दिनभित्र जिल्ला अदालतमा फेरि प्रदान गर्न सक्नेछ भनेको छ है। अब निरीक्षकले गरेको तपाईँको निर्णय भयो भने 35 दिनभित्र समितिमै त्यो जुन 13 जनाको समिति छ त्यही पुनरावेदन गर्ने पीडितले। अनि कसुर सम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको निर्णय अब तपाईँको जिल्ला अदालतमा जाने भयो, त्यहाँ पनि चित्त बुझेन भने फेरि त्यो उच्च अदालतमासम्म जान सकिन्छ भन्ने कुरा हो है। यिनी चाहिँ धेरै आउन्न। तपाईँले मेन कुरा सम्झिने भनेको चाहिँ यो, यदि तपाईँको निरीक्षक वा प्रमुखले गरेको निर्णय चाहिँ चित्त बुझेन भने कहाँ जान्छ भन्यो भने पहिला समितिमा जान्छ भन्ने चाहिँ ख्याल गरौँ है। अब दफा 39 एउटा महत्त्वपूर्ण हो, हामीले पढ्न पर्ने। यो ऐनको दफा 39मा चाहिँ के भनिएको छ भन्दा प्रदेशलाई अधिकार दिएको छ। के भनेर दिएको छ भन्दा प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति भनेर चाहिँ गठन गर्न सक्ने भनेको छ। जस्तै अघि हामीले चाहिँ एउटा यो जीवनाशक विषादी व्यवस्थापन समिति भनेर बनाइ त्यो पढियो सङ्घको होइन हो। त्यस्तै चाहिँ यो ऐनले अब प्रदेशले पनि जुन मैले અહીં देखाएको थिएँ नि त्यहाँ तीनटा कुरा, त्यो व्यावसायिक प्रयोग, त्यसपछि बिक्री वितरण, भण्डारण, त्यो चाहिँ प्रदेशले गर्ने भनेको छ नि। अब जस्तै एग्रोभेटहरूले विषादी बिक्री वितरण गर्छ। अब एग्रोभेटहरूले विषादी बिक्री वितरण गर्न भन्दा पहिला त लाइसेन्स लिनु पर्यो। त्यो लाइसेन्स कसले दिन्छ? प्रदेशले दिन्छ नि। अघि नै हामीले बिक्री वितरणको कुरा गरेका छौँ नि त हो। त्यसको लागि चाहिँ यो ऐनले प्रदेशलाई तैँले अब कानुन बनाएर तैँले चाहिँ यो त्यो जुन मैले भनेको छु तीनटा कुरा त्यहीमा आधारित रहे चाहिँ विषादीको अब ऐन बना भनेर भनिदियो कि। अब प्रदेशले चाहिँ ऐन बनाउने, त्यसपछि त्यो ऐन बनाइसकेपछि त्यहाँ समिति पनि हुन्छ। यो समिति चाहिँ कहाँ 39 नम्बरमा चाहिँ गठन गर्न सक्ने भनेर भनिदियो है। तपाईँले अब आउन सक्ने भनेको चाहिँ एकदमै बढी भित्री गयो भने यो जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 को कति दफामा चाहिँ प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति गठन गर्न सक्ने व्यवस्था छ भनेर आउन सक्छ 39 नम्बर। यति चाहिँ ख्याल गर्नु होला। अब के गर्ने भने त अघि नै भनिसकेँ। यसले के गर्छ भन्दा यो गर्छ है। र अब अनुगमन सम्बन्धी व्यवस्था यो ऐन अनुसार अनुगमन कसले गर्छ त? यो सबैको भन्दाखेरि जीवनाशक विषादी सम्बन्धी सम्पूर्ण कार्यको अनुगमन निकाय PQPMC हो। ल यो ख्याल गर्ने PQPMC। अनि अर्को भण्डारण गृह बनाउनु पर्ने। कस्तो रहेछ यो भण्डारण गृह? प्रत्येक प्रदेशमा जफत गरिएका विषादीको भण्डारण गर्ने र विभिन्न कारणले प्रयोग गर्न नमिल्ने प्रकृतिका विषादीको सुरक्षित विसर्जन नगरेसम्मका लागि सुरक्षित राख्न नेपाल सरकारले भण्डारण गृहको निर्माण गर्नुपर्नेछ भनेको छ। यो भनेको कस्तो हो भन्दाखेरि जस्तै अब अहिले मैले विषादी निरीक्षक भने होइन, विषादी निरीक्षकहरू त अब तपाईँहरूको बेला बेलामा निरीक्षणमा अनुगमनमा जान्छन् होइन। यो ऐन अनुसार अथवा प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन अनुसार चाहिँ काम गरेछ कि छैनन्, लाइसेन्स ल्याएछन् कि छैनन्, पञ्जीकरण गरिएका छन् कि छैनन्, अन्धाधुन्दा विषादी तपाईँहरूको चाहिँ बिक्री वितरण भएको छन् कि भनेर अनुगमन त भइरहेको छ। त्यस्तो बेलामा चाहिँ अब मापदण्ड पुरा भएको छैन भने त्यो पसलबाट चाहिँ जफत गर्ने हुन्छ क्या। विषादी नै जफत गरेर लिएर आएको हुन्छ। जस्तो कोही एक्सपायर हुन्छन्, कोही प्रतिबन्धित विषादी पनि बिक्री वितरण गरेको पाइन्छ। तिनीहरूले त अब लिएर आउनु पर्यो। लिएर आएपछि एकैचोटि त्यसलाई चाहिँ खाल्डामा हाल्न पाइन्न। त्यो खाल्डामा हाल्नलाई चाहिँ
खाल्डोमा हाल्नुभयो भने त त्यो विषादी त तपाईँको चाहिँ त्यहाँबाट त पोखियो भने त फेरि कहाँ जाने भयो त, त्यो तल सिपेज हुने भयो, सिपेज भएर पानीमा मिसिने भयो, अनि पानीमा मिसिएपछि त फेरि तपाईँको माइक्रोन्युट्रियन्ट मर्न सक्ने भयो, अब तपाईँको चाहिँ पोखरीमा जान सक्ने भयो, माछा मर्ने भयो, त्यो विभिन्न कारण हुनसक्छ। त्यही भएर त्यो सुरक्षित तरिकाले चाहिँ विसर्जन नगर्नसम्मको लागि चाहिँ भण्डारगृह बनाएर चाहिँ त्यस्ता विषादीहरू जफत गरिएका प्रतिबन्धित म्याद नागेकालाई राख्ने। तर यसको लागि चाहिँ के गर्ने त भन्दा सङ्घ सरकारले भण्डारगृह बनाउनु पर्यो भन्ने छ। अहिलेसम्म बनाएको चाहिँ थाहा पाइएको चाहिँ छैन। अब हाम्रो देशमा प्रायः जसो कछुवा गतिमा काम हुन्छ। अनि हाम्रो काम चाहिँ हामीले कुरा चाहिँ सबैभन्दा सबै ठुला गर्छौँ, मैले पनि गर्छु, तपाईँहरूले पनि गर्नुहुन्छ होइन। हामीले काम चाहिँ कुरा चाहिँ सबै खराएको टाइपका गर्छौँ, तर आफूले चाहिँ ठ्याक्कै सिनको नबार्ने, त्यसपछि कछुवा गतिमा गर्ने। अनि हाम्रो चाहिँ छिमेकमा भारत यस्तो भयो, यता चाइना यस्तो भयो भनेको छ, बसेको छ होइन। अब तपाईँ कतिलाई थाहा छ, आजभन्दा 25 वर्ष अगाडि सन् 2000तिर चाइना पनि नेपाल जस्तै नै अवस्थामा थियो। आज 25 वर्षमा चाहिँ तपाईँले चाइना चमत्कारिक विकास भन्छ, एकदम मिराकल डेभलपमेन्ट नै भन्छ चाइनालाई। अमेरिकामा पनि त्यस्ता पूर्वाधार छैनन् जुन चाइनामा छन् होइन। त्यो द्रुत गतिमा उसले बुलेट ट्रेनको द्रुत गतिमा उसले चाहिँ विकास गरिरहेछ रातारात होइन। मैले एउटा न्युज पढ्दै थिएँ, 25 वर्षमा चाइनाले 70 करोड जनसङ्ख्यालाई चाहिँ गरिबीको रेखाबाट माथि उठायो अरे। 70 करोड जनसङ्ख्यालाई हेर्नुहोस् त, हामी 3 करोड जनसङ्ख्या छौँ, त्यसमा 20.27 होइन हाम्रो गरिबी, 20.27% चाहिँ हाम्रो गरिबी छ भनेको 100 जनामा 20 जना गरिब छन्। त्यो खासै घटेकै देखिन्न होइन, यस्तो अवस्था छ। त्यही भएर हामी जुन जहाँ जे तबका छौँ, जे हामीलाई जिम्मेवारी दिएको छ त्यो चाहिँ हामी सबैले गर्नुपर्छ भन्ने कुरा हो, द्रुत गतिमा होइन। नै भने यो म एकछिन सुत्छु म बस्छु भनेर चाहिँ हुन्न। अब हाम्रो लोकसेवाको पनि यही हो। अब धेरै दिन भयो क्या तपाईँहरूलाई अलिकति मोटिभेसन नगरेको होइन। ल यो यति है, अब म नियावलीमा जान्छु। एनमा केही छ समस्या तपाईँहरूलाई? केही छ साथीहरूलाई एनमा? छैन सर, उही पढेकै हो भन्नुभएको छ अमृतजीले। अरू कोही साथीहरूलाई? छैन भन्नुभएको छ। ओके ओके, हस्। अब एउटा यो टिप्नुहोस् है तपाईँहरूले, मैले यो राखिदिएको पनि छु, राखिदिएको त छैन होला होइन, तर अब यस्तो टिपिराख्नु होला। यो के हो भन्दाखेरि जिम्नास्टिक विषादीको व्यावसायिक इजाजत पत्रकालाई तालिम सञ्चालन कार्यविधि 2081 भन्ने छ। यहाँ तालिमको तपाईँले अवधि मात्रै टिप्नु होला है। अब तालिमको अवधि भनेको चाहिँ ल हेर्नुहोस् है, अब यहाँ तालिमको दिन भनेको छ। यो तालिमको दिन मात्रै तपाईँले पढ्नु होला भनेर। जस्तै के को लागि तालिम भन्दा पञ्जीकृत तथा पुनः पञ्जीकृत जिम्नास्टिक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, प्याकिङ वा पुनः प्याकिङको इजाजत पत्रका लागि 7 दिनको कार्यदिन चल्छ। किनभने यो भनेको के हो भन्दा जसले चाहिँ प्याकिङ गर्छ, जसले निकासी गर्नेवाला छ, जसले पैठारी गर्नेवाला छ, जसले उत्पादन गर्ने हो, त्यसको लागि चाहिँ त्यस्ता तिनी व्यक्ति निकाय संस्थाको लागि चाहिँ यो तालिम सञ्चालन गरिन्छ। किनभने तिनीहरूलाई जानकारी दिन पर्यो नि, यो यस्तो हो विषादी हो भनेर चाहिँ पाठ्यक्रम गराइएको छ। त्यसमा चाहिँ 7 दिनको लागि तालिम दिइन्छ। यो 7 दिन भनेर सम्झिनु होला है, 7 कार्य दिन भनेको यस्तो छ एउटा है। अब अर्को यो पाठ्यक्रम हो, यो सबै पाठ्यक्रममा तपाईँले ध्यान दिनु परेन। अब अर्को के छ,
पञ्जीकृत तथा पुनः पञ्जीकृत जीवनाशक विषादीको ओसार पसारको इजाजत पत्रका लागि अब माथिको तपाईँहरूको चाहिँ उत्पादन संश्लेषण प्याकिङ पुनः प्याकिङ निकासी पैठारीको लागि तालिम थियो 7 दिनको यो फेरि तपाईँको ओसार पसार त्यस्ता तिनी विषादीहरू जुन छन् पञ्जीकृत या पुनः पञ्जीकृत गरेका विषादी जीवनाशक विषादी भन्न पर्यो अब जीवनाशक विषादी भन्दा बित्तिकै 4वटा चिज सम्झिहाल्नुहुन्छ तपाईँले रासायनिक प्राङ्गारिक जैविक र वनस्पति होइन हो त्यस्ताको ओसार पसारको लागि इजाजत पत्रको लागि चाहिँ फेरि तालिम हुन्छ 4 दिन हुन्छ है यो 4 दिन ख्याल गर्ने यति मात्रै म तपाईँलाई देखाउन खोजेको यहाँ अब अर्को छ अब त्यही सेम पहिलाकै जुन निकासी पैठारी छ त्यसको पुनर्ताजगी एउटा तालिम हुन्छ अनि बीचबीचमा फेरि तपाईँको अर्को वर्ष रिफ्रेसर दिनुपर्छ नि त भुले कि भनेर हो त्यस्तो चाहिँ 3 कार्य दिन हुन्छ है અહીં 7 थियो त्यसको अब आधा आधा जस्तो 3 दिन भयो अर्काको 1 दिन होला जस्तो लाग्छ मलाई 4 दिन हो અહીં हामीले पढेको हैन ल यसको ओसार पसारको चाहिँ 2 कार्य दिन रहेछ ल 4 2 7 4 7 3 ख्याल गर्नु पर्यो सुरुको त निकासी पैठारीवालाको निकासी पैठारी हैन निकासी पैठारी अब प्याकिङ उत्पादन यस्तो गर्नु पूर्व तालिम लिने कति दिन 7 दिन रिफ्रेसर चाहिँ 3 दिन हैन अनि ओसार पसारको लागि चाहिँ 4 दिन अनि 2 दिन रिफ्रेसर चाहिँ 2 दिन है यो ख्याल गर्नु होला तालिमको दिन हो है यो कोलके सामान्य आइजो हाल्यो भने भनेर ल यसमा यति नै छ ल जीवनाशक विषादी व्यवस्थापन नियमावली 2081 अब एन पढ्यौ त्यही एनमै भएका व्यवस्थाहरूलाई नियमावलीमा अलि विस्तृत रूपमा राखिएको छ अब नियमावली हेर्ने हो भने त 95 96 पेजको छ क्या त्यो सबै हेर्दाखेरि अब मैले तपाईहरुलाई महत्त्वपूर्ण मात्रै यहाँ राखिदिएको छु अब यसको पनि हामीले तपाईलाई एक्जाममा एकदम सजिलो आउने भनेको चाहिँ जीवनाशक विषादी नियमावली कहिले बन्यो भनेर आउन सक्छ 81 त याद गर्नै पर्यो त्यसपछि त्यसको फुल डेट याद गर्न पर्यो जहिले राजपत्रमा प्रकाशित भयो हैन पब्लिश भयो त्यो भनेको 81/3/24 त्यसपछि अब कसले बनायो भन्दाखेरि अब एन संसदले बनायो भने यो नेपाल सरकारले बनायो हैन नियमावली नेपाल सरकारले बनाउँछ त्यसैले अब कुन अधिकार प्रयोग गरेर बनाइयो भन्दा अब एन को आधारमा बनाइयो एन को कति दफामा 44 ले दिएको अधिकार अब एन मा गएर हेर्नुभयो भने नेपाल सरकारलाई नियम बनाउने अधिकार हुनेछ भनेर पक्कै त्यहाँ लेखेको हुन्छ त्यही अधिकारलाई टेकेर चाहिँ यो बनाइयो अब कन्टेनर भनेको छ त्यस्तो शब्दहरू आउन सक्छन् तपाईहरुलाई है कन्टेनर भनेको चाहिँ के हो त भन्दाखेरि विषादीको गुणस्तरमा हरास आउन नदिन र त्यस्तो विषादीलाई सुरक्षित रूपले राख्न छोप्न बन्द गर्न वा प्याक गर्न प्रयोग गरिएको भाडो बट्टा डिब्बा बाकस झोला पोका सम्झिनुपर्छ भनेको छ कन्टेनर भनेको फेरि कन्टेनर भनेको तपाईहरुले चाहिँ यत्रो यो तपाईहरुको चाहिँ खाली यति ठुलो चाहिँ ड्रम सम्झिनु होला कहिलेकाहीँ त सम्झिन्छ यस्तो अब सजिलो क्वेशनले हाम्रो एमसीक्यू फुत्त भइरहेको हुन्छ अब कन्टेनर भने त पक्कै कन्टेनर त ठुलो हुन्छ भन्ने होला हैन झोला पनि हुन सक्छ प्याक पनि पोका नि हुन सक्छ बट्टा पनि हुन सक्यो डिब्बा पनि हुन सक्यो सब कन्टेनर हो है अब यो नियमले कन्टेनर भनेर चाहिँ इनलाई सम्झिन्छ भन्ने चाहिँ बुझ्नु पर्यो अब जैविक विषादी भन्नाले के भन्ने कुरा छ हैन जैविक विषादी भनेको चाहिँ बोट बिरुवाबाट पशुपन्छी या सूक्ष्मजीव लगायतका प्राकृतिक स्रोतबाट तयार गरिएको विषादीलाई जैविक विषादी भनेर यसले भन्छ अब हामीले अघि के पढेका थियौं जीवनाशक विषादीको पञ्जीकरण कसले गर्छ भनेको थियौं PQPMC ले हैन अनि 3 वर्षको प्रमाणपत्र दिन्छ भनेको थियौं हैन 3 वर्षको अब यो प्रमाणपत्र दिनको लागि निवेदन चाहियो हैन निवेदन कसले दिने त भन्दाखेरि अब पञ्जीकृत गराउन चाहने अब व्यक्ति पनि हुन सक्छ संस्था पनि हुन सक्छ अथवा निकाय पनि हुन सक्छ हैन नेपाल सरकारको नियम अनुसार दर्ता भएको व्यक्ति संस्था निकाय यिनी हुन सके अब यसले त यिनीहरु मध्ये कसैले पनि PQPMC मा आएर ल मैले यस्तो विषादी प्याकिङ गर्न चाहन्छु अथवा मैले चाहिँ
ओसार पसार गर्न चाहन्छु अथवा मैले चाहिँ इम्पोर्ट गर्न चाहन्छु, पठाउन चाहन्छु, उत्पादन गर्न चाहन्छु, फर्मुलेसन गर्न चाहन्छु भन्न सक्छ। त्यो गर्नको लागि चाहिँ उसले कुनै एउटा पर्पजको लागि निवेदन दिन्छ। त्यो निवेदन दिएपछि पिक्युपिएमसीले अध्ययन गर्छ। अध्ययन गरिसकेपछि 60 दिनभित्र पञ्जीकरण गर्नुपर्ने छ भन्ने कुरा हो है। त्यति हो, पञ्जीकरण गर्नुपर्ने छ र त्यसको अवधि 3 वर्षको हुन्छ भनेर त हामीले अघि नै पढिसकेका छौँ। तर त्यो कति दिनभित्र पञ्जीकरण गर्ने त भन्ने एउटा डेट चाहिँ 60 दिन भनेर चाहिँ तोकिदिएको छ है। अब जीवनाशक विषादीको उत्पादन वा संश्लेषणको इजाजत पत्र सम्बन्धी व्यवस्था। अब यदि ऐकै तपाईँको जुन तपाईँले पिक्युपिएमसीले अब कुनै पनि तपाईँको निकाय संस्था व्यक्तिलाई उत्पादन वा संश्लेषणको लागि इजाजत पत्र दिन्छ 3 वर्षको लागि भनेर पढेका थियौँ हामीले। त्यो दिनभन्दा पहिला त्यो निकाय वा संस्थामा के हुन पर्यो भन्दाखेरि उत्पादन संश्लेषण गर्नको लागि त प्याथोलोजी, एन्टोमोलोजी वा ब्याक्टेरियोलोजी वा केमिस्ट्री विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको त्यो व्यक्ति संस्थामा जनशक्ति हुनुपर्छ। नै भने पाइन्न। फेरि त्यत्तिकै कसैले चाहिँ मैले विषादी उत्पादन गर्छु भन्यो भने त भएन नि। उत्पादन गर्ने काम, संश्लेषण गर्ने काम भनेको बहुत गाह्रो काम हो। त्यो केमिकलसित सम्बन्धित हुन्छ। त्यहाँ कुनै तपाईँको फर्मुला मिलाउनु पर्ने होला होइन, अथवा त्यसको जानेको हुन पर्यो। त सम्बन्धित सामान्य पढेको मान्छेले चाहिँ त्यो गर्न सक्दैन भन्ने हिसाबले चाहिँ त्यस्तो इजाजत पत्र दिनको लागि चाहिँ यो तहको दक्ष जनशक्ति त्यो इजाजत पत्र चाहने व्यक्ति, संस्था, निकाय चाहिँ हुनुपर्छ भन्ने कुरा है। विषादीको निकासी, पैठारी, ओसार पसार, प्याकिङ वा प्याकिङको इजाजत पत्र सम्बन्धी। अब यो यसको लागि चाहिँ कति योग्यता हुन पर्यो भन्दा एसी वा सो स्तरको उत्तीर्ण गरेको व्यक्ति वा संस्था वा निकाय रहेको जनशक्ति हुनुपर्छ। यसको लागि चाहिँ एकदम सिम्पल, एसी गरेको भए पुग्यो, ओसार पसार, पैठारी, निकासीको लागि। तर उत्पादन र संश्लेषण गर्ने सवालमा इजाजत पत्र चाहिँ मा जनशक्ति चाहिँ यो हुनुपर्छ भन्दै। अब अर्को विषादीको उत्पादन, संश्लेषण, पैठारी, ओसार पसार, प्याकिङ, निकासीको लागि चाहिँ इजाजत पत्र लिने निकायमा एकजनाले तालिम लिएको हुनु पर्यो। फेरि तालिम लिएको पनि हुन पर्यो त्यहाँ, त्यो भित्र बुझ्न पर्यो है। नाइ फेरि त्यसले चाहिँ यो कसरी उत्पादन गर्दा के कुरामा ध्यान दिने, प्याकिङ गर्दा के कुरामा ध्यान दिने, ती कुराहरू चाहिँ नजान्न सक्छ। त्यही अहिले हामीले पढियो नि त, एउटा 7 दिनको तालिम, एउटा 4 दिनको हो। त्यो तालिम लिएको मध्ये अब कुनको लागि इजाजत पत्र लिने हो र त्यसको लागि तालिम लिएको हुन पर्यो त्यहाँ। अब इजाजत पत्र दिने अवधि भनेको पिक्युपिएमसीले निवेदन दिएको 15 दिनभित्र आवश्यकता अनुसार इजाजत पत्र। अब पञ्जीकरणको लागि 60 दिनभित्र दिने भयो, अनि लाइसेन्सको लागि चाहिँ 15 दिनभित्र दिने भयो निवेदन दिएपछि है। र अब इजाजत पत्रको नवीकरण अघि नै पढिसकेका छ 3 वर्षको लागि भनेर। अब जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा, यो भनेको के हो भन्दा हामीले खान योग्य तपाईँहरूको चाहिँ बालीहरूमा कति तपाईँको जीवनाशक विषादी हुनुपर्छ होइन, अथवा तपाईँहरूको चाहिँ यो कति हार्मफुल हुन्छ भन्ने कुरा चाहिँ कसले, खाद्य प्रविधि गुण नियन्त्रण विभागले निर्धारण गरे बमोजिम हुन्छ भनेको छ। त्यति धेरै यसमा चाहिँ जान त पर्दैन। हाम्रो सबै यो खाद्य सम्बन्धीको काम त खाद्य तथा गुण नियन्त्रण विभागले गर्छ, त्यही भएर सम्झिहाल्नु होला त्यसको नाम है। फेरि यहाँ चाहिँ यो जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा कसले तोक्छ भन्यो भने पिक्युपिएमसी भन्ने नाम आउला, त्यो होइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गर्छ यो काम। यहाँ चाहिँ नझुक्किनु होला, यति मात्रै है। अब विक्रेताले अभिलेख राख्नु भनेको छ। विक्रेताले, यो जुन विषादी विक्रेता हुन्छन्, विषादी विक्रेता, यिनीहरूले अभिलेख राख्ने, के को अभिलेख राख्ने भन्दा रातो र पहेँलो सङ्केत भएका विषादीको बिक्री गर्दा अनिवार्य रूपमा खरिदकर्ताले अभिलेख राख्नुपर्ने छ भनेको छ। बुझ्नुभयो? अब तपाईँको त्यो पसलबाट रातो र पहेँलो लेबल लागेका विषादी कुनलाई बिक्री गरियो तिनीहरूको चाहिँ फोन नम्बर, त्यसपछि ठेगाना सहित त्यहाँ राख्न पर्यो। भोलि बिहान ती विषादी चाहिँ कडा किसिमका हुन्छन्, कोही गएर त्यसले चाहिँ असर गर्न सक्छ, त्यही भएर कसले प्रयोग गरेको भन्ने कुरा चाहिँ त्यहाँ राख्ने भनेको छ। अब तपाईँलाई आउन सक्छ कुन रङका विषादीको चाहिँ अभिलेख राख्नुपर्ने व्यवस्था छ भन्न सक्छ, रातो पहेँलो, अरूको होइन। फेरि अब विषादी पोखिएमा के गर्ने भनेको छ। फेरि कम्तीमा 50 सेमी गइरहेको खाडलमा पुर्नुपर्ने भनेको छ। यदि पोखिहाल्यो भने चाहिँ त्यसलाई 50%
50 सेमी गइरहेको खाडलमा लगाएर पुर्ने भनेको छ है। यो पनि यत्तिकै त अब त्यहाँ विभिन्न अपनाउनु पर्छ, मुचुल्का सुचुल्का गर्ने यिनी सबै यत्तिकै चाहिँ गराउनु पाइएन। तर अब गाड्दाखेरि 50 सेन्टिमिटर भनेको छ सामान्य पोखिएमा भन्ने कुरा हो यो। अब विसर्जनको कुरो होइन, यहाँ विसर्जन गर्दा त पुरै विषादी नै लहर विसर्जन गर्न पर्यो सबै होइन। तिनी जफत गरिएका, प्रतिबन्धित गरिएका अथवा एक्सपायर भएका, यहाँ त सामान्य कोइलकै थोरै पोखिन्छ नि, त्यस्तो चिजलाई मात्रै भन्न खोजेको। अब दुर्घटना तथा जीवन बिमा गर्नुपर्ने भनेको छ। यो भनेको के हो भन्दा त्यो जुन ओसार पसार प्याकिङ यस्ता लाइसेन्स लिएका हुन्छन् नि, ती निकायहरूमा काम गर्ने जुन ऊ हुन्छ जनशक्ति, ती जनशक्तिको भोलि बिहान चाहिँ केही कारणले गर्दाखेरि त्यहाँ विषादीबाट दुर्घटना हुन सक्छ। त्यसले गर्दाखेरि तिनीहरूको चाहिँ बिमा गराउनुपर्छ भनेर चाहिँ भनेको छ है। यो एउटा भयो। अर्को जैविक विषादीको पञ्जीकरण। जैविक विषादीको पञ्जीकरण पनि सेम ऐको चाहिँ पिकिपिएमसीले 60 दिनभित्र निवेदन दिएको, 60 दिनभित्र पञ्जीकरण गरिदिन सक्छ भन्ने कुरा छ। यो पनि अब क्षतिपूर्ति सम्बन्धी व्यवस्था। क्षतिपूर्ति सम्बन्धी व्यवस्था भनेको अहिले हामीले भनिसकेका छौँ, जसले विषादी बिक्री वितरण गरेका छ त्यसैले नै त्यो पीडकलाई क्षतिपूर्ति दिने हो। तर त्यो कति दिने, कस्तो प्रकारको क्षति हो भन्नको लागि चाहिँ एउटा टिम त चाहियो, केही न केही तपाईँको प्रतिवेदन त चाहियो। यत्तिकै तपाईँको क्षतिपूर्ति कुन आधारले दिन्छ होइन। त्यसको लागि चाहिँ सहायक प्रमुख जिल्ला अधिकारी जिल्लामा चाहिँ समेत रहने गरी चाहिँ सदस्य सङ्ख्या 5 जना छन्। सदस्य सचिव भनेको चाहिँ विषादी निरीक्षक। यो टिमले चाहिँ त्यो जहाँ त्यस्तो त्यो पीडकलाई असर गरेको छ त्यसको प्रतिवेदन चाहिँ ल्याएर उसलाई क्षतिपूर्ति गराउन दिनको लागि चाहिँ यो टिम हुन्छ भनेर चाहिँ बुझ्न पर्यो है। अब यहाँ अर्को तपाईँले यहाँ टेबल हेर्नुहोस्। टेबलमा जीवनाशय विषादीको पञ्जीकरण, पुनः पञ्जीकरण र नवीकरण शुल्क, यहाँ पैसाको कुरो छ। पैसा आउन सक्छ तपाईँलाई इक्जाममा। जस्तै अब तपाईँको एकदम अत्याधिक घातक, अत्यन्त घातक भनेर चाहिँ छ होइन। WHO को चाहिँ छुट्टै छ, यहाँ अलि छुट्टै छुट्टै जस्तो छ, त्यही हेर्नु होला यहाँ तपाईँहरूले। अब अत्यन्तै घातक चाहिँ तपाईँहरूको चाहिँ पञ्जीकरण शुल्क 12,000 छ। अत्यन्तै घातक किसिमकाको 12,000 शुल्क छ है। अनि अर्को तपाईँहरूको हेर्नुभयो भने उच्च घातकको 10,000 रुपियाँ छ, मध्यम घातकको 7,000 छ, सामान्य घातकको चाहिँ 2,000। भनेको यो सामान्य घातकभित्र पर्ने विषादी जुन यो क्याटेगोरीभित्र पर्ने विषादीको चाहिँ अब तपाईँले चाहिँ के गर्नु पर्यो भने चाहिँ पञ्जीकरण गराउनु पर्यो भने 2,000, मध्यम घातकको 7,000, उच्च घातकको 10,000 र अत्यन्त घातकको 12,000। यताको मैले भनिनँ, त्यो पैसा हामीले सम्झिने है। र अब यस्तै तपाईँहरूको चाहिँ अर्को के छ, यो त पञ्जीकरण गराउनको लागि हो। अब अर्को फेरि पञ्जीकरण गरिसकेपछि निकासी वा पैठारी, अब निकासी भनेको पठाउन, पैठारी भनेको ल्याउन पर्यो भने अब निकासीको भयो 3,000, पैठारीको भयो 10,000 रुपियाँ लाग्छ। यो इजाजत पत्र दस्तुर हो है, पैसा। त्यस्तै अब तपाईँको पञ्जीकृत भएका विषादीको उत्पादन वा संश्लेषण इजाजत पत्रको लागि चाहिँ कति रुपियाँ चाहियो? रासायनिक विषादी भयो 20,000, रासायनिक विषादीको संश्लेषण भयो 20,000, प्राङ्गारिक वनस्पतिजन्य जैविक र घरेलु विषादी भयो चाहिँ 1,000। यसरी चाहिँ राखिएको छ है। अब रासायनिक विषादीको यदि उत्पादन गर्न पर्यो, संश्लेषण गर्न पर्यो भने 20,000 राखिएको छ भने वनस्पति प्राङ्गारिकको चाहिँ एकदम थोरै 1,000 राखिएको छ। र अब अर्को जीवनाशय विषादीको प्याकिङ वा पुनः प्याकिङ गर्नको लागि फेरि चाहिँ लाइसेन्स लिनु पर्यो भने त्यसको चाहिँ 20,000 राखिएको छ दस्तुर। त्यस्तै अर्को तपाईँको चाहिँ ओसार पसार गर्ने लाइसेन्स चाहियो भने त्यसको लागि चाहिँ 10,000 राखिएको छ। अनि अर्को तपाईँको चाहिँ पञ्जीकरण प्रमाणपत्र वा इजाजत पत्रको प्रतिलिपि हरायो भने प्रतिलिपि लिनु पर्यो भने 500 रुपियाँ है। यति नै हो, यो ख्याल गर्नु पर्यो तपाईँहरूले। ल रोनाल्डोले मोटिभेसन भन्नुभएको छ। आजको क्लास यति नै भयो होइन। मैले आज यति नै टपिक पढाउँछु भनेको थिएँ जीवनाशय विषादी। अब भोलि हामीले बाली संरक्षण एन र नियाली पढ्छौँ होइन। किनभने ठिक ठिक पढ्यो भने बुझिन्छ, नयाँ फेरि बुझिन्न। यहाँ तपाईँको आजको टपिक समराइज गर्छु मैले। आजको टपिक हामीले चाहिँ बुझ्दाखेरि जीवनाशय विषादी एन 76 र तपाईँहरूको चाहिँ 81 होइन नियाली यो सम्झिन पर्यो। यसको फुल डेट सम्झिने इक्जामको लागि,
कोहीले राजपत्रमा कसले बनायो भन्ने अब एन सम्झिहाल्नुहुन्छ संसदले, नियरली नेपाल सरकारले। अनि अब पञ्जीकरण कसले गर्छ, कति वर्ष लाइसेन्स दिन्छ, इजाजत पत्र कसले दिन्छ, कसले लाइसेन्स दिन्छ, पिक्युपिएमसीको कुरा भयो। त्यसपछि अब एउटा जिम्नास्टिक विषादी समिति भन्ने छ, त्यो 13 जनाको छ। त्यसको सचिव चाहिँ सेक्रेटरी हुन्छ एमओएलडीको। त्यसले चाहिँ विषादी प्रतिबन्ध लाउने त्यसैले नै हो भन्ने बुझ्न पर्यो। यो समग्र जिम्नास्टिक विषादीको चाहिँ नियमन गर्ने काम चाहिँ पिक्युपिएमसीको हैन। अनि पञ्जीकरण गर्ने, लाइसेन्स दिने सबै काम पिक्युपिएमसीको। तर 3टा चिज बाहेक प्रदेशलाई अधिकार दिएको छ। प्रदेशले एउटा चाहिँ बिक्री वितरणको लाइसेन्स दिन्छ, एउटा भण्डारको दिन्छ, एउटा तपाईँको छर्कने व्यवसायको लागि। यी 3टाको चाहिँ प्रदेशबाट दिने भनेर चाहिँ भनिएको छ, यो सङ्घले दिन्न। त्यसपछि अब जिम्नास्टिक विषादी भनेर कुनलाई भन्ने भनेपछि 4वटा त्यहाँ छन्, त्यो 4वटालाई सम्झिने। अब त्यसपछि यता हामी नियमलीमा आयौँ भने यो एउटा पैसा सम्झिनुपर्छ हैन। अर्को तपाईँहरूको चाहिँ कस्तो कस्तो कुन कुन विषादीलाई चाहिँ अब अभिलेख राख्ने भनेको छ, यी कुरा सम्झिनु पर्यो। नियमलीमा त्यति धेरै सम्झिनु पर्ने छैन, एनमै बढी अलि फोकस गर्नु होला। नियमलीमा या पैसाको कुरामा चाहिँ अलि हेर्नु होला यसलाई। त्यो भयो। अनि अर्को तपाईँको दण्ड सजाय। दण्ड सजाय चाहिँ पढ्नु होला, किनभने 4-5वटा छन्। 4-5वटा भइसकेपछि त्यो 4-5वटा मजाले पढ्न सकिन्छ, त्यहाँ धेरै पढ्ने छैन। त्यहाँ टाउको दुखाउने होइन, सिन्सियर भएर डिसिप्लिन भएर पढ्नु भयो भने यो एग्रिकल्चरमा केही पनि छैन। यति छ सिलेबस, सिन्सियर हुनु पर्यो है। मलाई लाग्छ अब सबै साथीहरू सिन्सियर नै हुनुहुन्छ जस्तो लाग्छ होइन। अब ल म तपाईँलाई मोटिभेसनको कुरा है। मसँगै तपाईँको पढ्ने एकजना साथी थियो होइन। अब ऊ चाहिँ +2 मा 2 वर्ष फेल भयो, हेर्नुहोस् 2 वर्ष फेल भयो। 2 वर्ष फेल भइसकेपछि उसको घर सिक्दियो भन्नुभएको छ। यो सिक्दियो के भन्नुभएको, 1 2 3 4 ले सिक्दियो हुन्न भन्नुभएको छ। यस्तो छ, खुद्रा विषादी विक्रेता तालिम कति दिनको हुन्छ एनकिजीले भन्नुभएको छ, यो 6 दिनको हो। तर अहिले चाहिँ यो तपाईँहरूको खुद्रा विक्रेताको तालिम मैले भनिदिइहालेँ। खुद्रा विषादी विक्रेता भनेको एग्रोभेटले बेच्ने के तालिम है, अथवा एग्रोभेटले बिक्री गर्ने भन्छ यसलाई अब बुझ्दाखेरि हैन। यो के हुन्थ्यो भन्दा पहिला 6 दिनको हुन्थ्यो यो तालिम है, 6 दिनको हुन्थ्यो। पिक्युपिएमसीले सञ्चालन गर्थ्यो, पिक्युपिएमसीबाट। अनि यसमा परीक्षा हुन्थ्यो, यो परीक्षा उत्तीर्ण गरेको हुनु पर्थ्यो है। यस्तो थियो पहिले, यो पहिलाको कुरा भयो। अब हाल चाहिँ प्रदेश सरकारलाई दिएको छ यो जिम्मा, प्रदेश सरकारलाई। किनभने विषादीको बिक्री वितरण गर्ने, भण्डार गर्ने र छर्कने व्यवसाय प्रदेशलाई दिएछ भनेर मैले पढाएँ नि अघि। अब प्रदेशले के बनाउँछन् त्यो प्रदेशमा गएर हेर्नुपर्छ। अहिले चाहिँ यो खुद्रा विषादीको लाइसेन्सै रोकिएको छ। रोकिएको हुनाले तालिम दिने कुरो त टाढैको कुरा भयो। यदि तपाईँलाई यदि इक्जाममा आइहाल्यो भने पुरानो तरिकाले 6 दिन है पिक्युपिएमसीले। तर हाल भनेर यसरी सोध्यो भने चाहिँ हाल प्रदेश सरकारले दिने हो। तर कुन प्रदेशले अब त्यो बनाएछ कि बनाएको छैन त्यो प्रदेश सरकारको गएर हेर्नुपर्छ। अब 5 दिनको नि बनाउन सक्छ, 10 दिनको नि बनाउन सक्ला, त्यो प्रदेश सरकारको अधिकारको कुरा हो। क्लियर हुनुहुन्छ यसमा? ल अब अहिले मैले भन्दै थिएँ मसँग सँगै पढेको साथी +2 मा मभन्दा मसँगै त पछि पढेँ। ऊ पहिल्यै पढ्थ्यो, 2 वर्ष फेल भयो, अनि म बल्ल सँगै भएँ उसँग। ऊ 2 वर्ष फेल भइसकेपछि तेस्रो वर्षमा म बल्ल तब उसँग पढ्न सँगै भएँ कि। अनि त्यो फेल हुँदै गर्दाखेरि उसको बुवाले चाहिँ के भन्नुभएको छ भन्दा घर 2 चोटि फेल भएपछि के हुन्छ होला आफै बुझ्नुहोस् है। 2 चोटि फेल भइसकेपछि मान्छे लगभग फ्रस्ट्रेसनमा हुन्छ। अनि उसको बुवाले चाहिँ मेरो एउटा
अन्डा फुटो भन्नुभयो। अन्डा फुटो भनेको के हो? मेरो छोरो मर्यो भन्नुभयो। हेर्नुहोस् है, तर पनि त्यो मान्छेले चाहिँ हिम्मत हारेन। हेर्नुहोस्, त्यति भन्दा पनि म चाहिँ पढ्छु भन्यो। हेर्नुहोस्, अनि पढ्यो, त्यसपछि सँगै तपाईँको बिएससी मास्टर पास भयो होइन, सँगै पिएचडी पनि गर्यो उसले। हेर्नुहोस्, पिएचडी गर्यो। अब त्यसपछि पिएचडी गरिसकेपछि अहिले के अरे प्रोफेसर छ होइन, युनिभर्सिटीमा कार लिएर हिँड्छ। अब यसबाट के बुझ्न सक्ने? अब हिजो बिहान एउटै क्लासमा दुईचोटि फेल भएको मान्छे, त्यो मान्छे भोलि बिहान त्यसले चाहिँ अगाडि उसले डाक्टर लेख्ला, प्रोफेसर होला। कार त अब सामान्य व्यापार गर्ने मान्छेले पनि चलाउन सक्दैन, पैसा कमाएपछि कार चढ्ने कुरा भयो। त्यो कार चढ्ने ठुलो कुरा पनि होइन होइन। तर अब त्यो पोस्टमा पुग्छ भन्ने चाहिँ त्यो बेलामा कसैले सोचेको थिएन होइन। भनिसकेपछि र मैले चाहिँ उसबाट सिकेको भनेको के हो भन्दाखेरि उसले जुन धैर्य राख्यो र त्यो हिम्मत भयो नि, त्यो चाहिँ उसकोबाट मैले सिकेँ। सिक्नुपर्ने धेरै हुनसक्छ साथीहरू। त्यही भएर अब पहिला आफूले के गरौँ भन्दाखेरि तपाईँले आफ्नो जीवनलाई चाहिँ एकदम सानो, त्यो एकदम सिम्पल सोच्नुहोस् होइन। जीवनलाई एकदम ठुलो सोच्ने होइन के, जीवनलाई एकदम सजिलो सोच्नुपर्छ। सजिलो सोचेपछि जीवन एकदम हल्का हुन्छ, अप्ठ्यारो सोच्ने नै होइन। अनि अर्को फेरि एउटा के एकदम क्लियर हुनुपर्छ भने, म यहाँ केही समयको लागि आएको होइन, मैले यहाँ एकदमै टाउको दुखाउनु पर्ने अवस्था छैन होइन। अब मेरो त आज हो कि भोलि हो। अब तपाईँको चाहिँ माथि भगवान्जीले जसरी सृष्टि गर्नुभयो हामीलाई, त्यसरी नै उहाँले अब कुन बेला आफूलाई माया लिएर हामीलाई तान्नुहुन्छ त्यो कसैलाई पनि थाहा छैन। भनेपछि किन टाउको दुखाउने? त्यही भएर जीवन एकदम सजिलो सोच्ने, यो भएन त्यो भएन नसोचौँ। तर अब हामी चाहिँ एकचोटि जन्म लिइसकेपछि एउटा राम्रोसँग चाहिँ आफूलाई चित्त बुझ्ने, आफूलाई भित्रबाट मन सन्तुष्ट हुने काम गरेर जाऊँ। अब हाम्रो काम भनेको त हामी लोकसेवा पढ्न आइएको छ भने पक्कै हामी किन आइयो भन्दाखेरि हामी चाहिँ नेपाल सरकारको नुनपानी खाएर अथवा प्रदेश सरकारको नुनपानी खाएर अथवा स्थानीय सरकारको नुनपानी खाएर हामीले चाहिँ ती हामीलाई पर्खिरहेका कृषक वर्गलाई चाहिँ उनीहरूको जीवनयापन अलिकति राम्रो गराउनलाई, देशलाई आर्थिक अवस्था पुर्याउनलाई चाहिँ हाम्रो योगदान हुन्छ भनेर चाहिँ त्यति सोच्नु पर्यो। त्यति सोचेर पढ्ने हो, त्योभन्दा अरू टाउको दुखाउने होइन होइन। र हरेक कुरामा तपाईँको चाहिँ डिसिप्लिन चाहिँ हुनुपर्छ। अब त्यो डिसिप्लिन भनेको चाहिँ मैले बारम्बार भन्छु तपाईँहरूलाई, अब पहिला जस्तो चाहिँ कपडा सफा लाउने त्यस्तो डिसिप्लिन होइन। अहिले चाहिँ यहाँ तपाईँहरूको चाहिँ डिसिप्लिन भनेको चाहिँ तपाईँ ग्याप गर्नु भएन। मैले यहाँ क्लास ग्याप गर्नुहोस् भन्न खोजे होइन। तपाईँले रुमभित्र पढ्नुहुन्छ नि, त्यो रुमभित्र पढ्ने जुन सेड्युल छ तपाईँको, आज यो पढ्ने, भोलि यो पढ्ने, पर्सि यो पढ्ने, त्यो चिज छुट्न भएन। म 2 दिनको लागि उहाँ जान्छु, 3 दिनको लागि उहाँ जान्छु भन्न चाहिँ भएन। एकदम एक्सट्रिम तपाईँको केस, एमर्जेन्सी केस बाहेक तपाईँ जाने नै होइन होइन। र अर्को के हुन्छ भन्दाखेरि तपाईँले सबै मान्छेहरूको लाइफ हेर्नुभयो भने प्राय जसो ठुलो मान्छेको बनाएको छ भन्दाखेरि मिडियम हामी जस्तै मान्छे नै सबैभन्दा ठुलो मान्छे, ठुलो पोस्टमा राम्रो काम गर्नेमा पुगेको छ। किन भन्दा उसँग अरू अप्सन नै हुन्न, पैसा हुन्न। पैसा भएको भए पढ्नै आउँथेन होइन, व्यापारी गर्थ्यो होला। अनि लास्ट विकल्प के हुन्छ भन्दाखेरि यही हाम्रो अब लोकसेवाको विकल्प हुन्छ। भनेपछि अब हाम्रो अरू विकल्प छैन भनिसकेपछि त अब यसैमा लाग्नु पर्यो होइन। फेरि अब मेहनत गरेपछि हुन्छ भन्ने छ कि त्यहाँ तपाईँको चाहिँ ग्यारेन्टी भन्ने होइन कि, ग्यारेन्टी छ त्यहाँ। ग्यारेन्टी के भन्दा तपाईँले आफूलाई डिसिप्लिनमा राख्नुहोस्, ग्यारेन्टी चाहिँ छ। फेरि डिसिप्लिनमा राख्नु भएन भने ग्यारेन्टी छैन। त्यति कुरा हो। मान्छेले भन्छ नि नाम निक्लिन्न, सहर निक्लिन्न, त्यहाँ मिलेको छैन, त्यो चाहिँ बुझ्नु पर्यो। धेरै साथीहरूले चाहिँ आफूलाई समीक्षा गर्नुहुन्न। मैले सुन्छु कम्युनिस्ट नेताहरूले चाहिँ केही गल्ती गरे अथवा जनतामा त्यो भनेको कुरा पुर्याएनन् भने हामीले आत्मआलोचना गर्छौँ भन्छन्। हामीले आत्मआलोचना गर्दैनौँ कहिले पनि हाम्रो लाइफमा। पछाडि सम्झेर चाहिँ मैले कहाँ बिगारेँ त? अब हामीले चाहिँ इक्जामबाट आएपछि के गर्छौँ थाहा छ? टाउको फुटाल्छौँ बिग्रियो भने। अब तपाईँले त्यो चिज राम्रै पढ्न होइन अनि टाउको किन फुटाल्ने त होइन? अब त्यहाँ हामीले के गर्नुपर्ने थियो, 1-2 दिनपछि अलिकति दिमाग सेलाएपछि हामीले रिभ्यू गर्नु पर्थ्यो आफैलाई। रिभ्यू के गर्ने भन्दाखेरि मेरो किन बिग्रियो, मैले बारम्बार 2-3टा इक्जाम दिएको छु, मेरो कहाँनिर चाहिँ गल्ती छ त्यो तपाईँलाई मात्रै थाहा हुन्छ कि, मलाई पनि थाहा हुन्न, मम्मी बुवालाई पनि थाहा हुन्न, अरू कसैलाई पनि थाहा हुन्न। किनभने पढ्ने तपाईँ हो, तपाईँले कसरी पढ्नु भएको छ,
अनि के पढ्नु भयो भन्ने कुरा त तपाईँले थाहा हुन्छ। त्यो रिभ्यू तपाईँले आफैले गर्ने हो। कहाँ बिग्रियो, मैले चिज कि बाहिर ट्र्याकभन्दा बाहिर गइरहेको छु, मैले सिलेबस हेरिनँ कि, अथवा मैले लेख्ने शैली मेरो मिलेन कि भन्ने, अथवा मसँग स्रोतै भएनन् कि नोट बनाउने हो। यी कुराहरूलाई रिभ्यू गर्नुपर्छ। हामीले जीवनमा हरेक चिजमा रिभ्यू गरिराख्नुपर्छ। हेर्नुहोस् है, अहिले लोकसेवाको बेलामा रिभ्यू गर्ने कुरा हुनसक्छ, भोलि बिहान जब गर्दै